जिते पनि गर्छु नजिते पनि गर्छु फेरि कहाँ पाउँछ नेपालमा सबभन्दा खतरा गाँजा चाहिँ? समस्या मात्र देख्छन् कि समाधान देख्दैनन् हजुरले जितेर जाँदा एउटा कुरा मात्र भनिदिनुहोस् जुनले चाहिँ मान्छे खुसी हुन्छन् कि म स्वास्थ्य फ्री गरिदिन्छु 12 महिना किन राजनीति गर्नु पर्यो चाहिँ अहिले भर्खरै करोडपति नै छन् कि सोच मात्रै खरिब भएर हो कि टोटल धागा कारखाना हेर्नु न खोल्न दिएन हामी चलाइन्छौँ भन्दाखेरि आजदेखि हामी खोलेर आजदेखि चलाइन्छौँ जे भयो नि खुसी लाग्छ कि सर मैले 5-6 करोड चाहिँ समस्यामा सकिसकेको छु कि यो कुरा कसैले देखाउँदै इन्ट्रेस्टै छैन यो कुराहरू कसैलाई भगवान्ले नि कति दुःख गरेर बनायो होला जस्तो लाग्छ कि हरेक नेपाली अहिले करोडपति छन् कि सर भर्खरै राइट नाउ कि हजुर हामी सुखनगर चोकमा छ एउटा ग्यारेजको अगाडि बुटोल आइपुग्यौँ लास्ट गर्मी छ एनर्जी ड्रेन हुँदैछ तर के गर्ने एक्सट्रिम छ साथमा होइन हामी अहिले छौँ बुटोलको निर्वाचन क्षेत्रमा यहाँ चाहिँ एक्सट्रिमली फेमस निकोलस भुसालको आज कुरा सुन्दैछौँ हेरौँ न उहाँले के गर्नुहुन्छ देशलाई कसरी परिवर्तन गर्नुहुन्छ कसरी रूपान्तरण गर्नुहुन्छ हेरौँ है त ए जुत्ता उहाँको यो चिन्ह चाहिँ ए उहाँको इन्ट्रेस्टिङ कुरा चाहिँ उहाँको धेरैवटा मैले उहरू हेरेको छु भ्लग्सहरू भिडियोजहरू विच इज भाइरल अन द सोसियल मिडिया सो फिल्मिङ हिम अनि यसो उहाँसँग अन्तर्वार्ता गर्छौँ अनि वर्कआउट गरौँ होइन के छ आराम हुनुहुन्छ अब एकदम आराम छु मेरो देश चाहिँ अलि बिरामी छ त्यसैको उपचारमा व्यस्त छ र मेरा जनताहरूको सेवामा व्यस्त छ बिहान कति बजीदेखि हजुरको क्याम्पेनिङ कुराहरू सुरु हुन्छ आजभोलि अब राति 10-12 बज्छ युजुअली बिहान 6 बजीदेखि नै सुरु है अनि कता कता लाइक कति ठाउँमा भ्याइसक्नुभयो कति छ खास एक्चुअली भोटर्स यहाँ 1,35,550 जना भोटर हुनुहुन्छ त्यो मध्ये 70-80 हजार जति खस्छ यहाँ अनि लगभग मैले यो ठाउँमा हुर्केकै ठाउँ आफ्नै गाउँ हो अब त्यही भएर यहाँ मैले सानैदेखि नै भ्याइसक्यो हो अनि अहिले चाहिँ लगभग मैले ओडाहरू सबै ओडा भ्याएँ अब टोलमा पनि अब पुग्दैछु आजदेखि हाम्रो टोल प्रोग्राम छ हरेक टोलमा पुगेर हामीले टोलको चोकमा चाहिँ हामीले त्यो कुराहरू जो शिविर र हाम्रो घोषणाहरू गर्ने कार्यक्रमहरू छ अब 3-4 दिन बाँकी छ एकदम अन्तिम मिनेटमा हाम्रो चुस्त दुरुस्त रूपमा अगाडि बढेको छ हजुरको चुनाव चिन्ह जेनजीको जुत्ता रहेछ हजुर होइन हजुर यो खास के हो एकचोटि हामीलाई अलिकति खास हाम्रो पार्टी हो है नेपाल जनसेवा पार्टी हो होइन हामीले पार्टी घोषणा पहिले पनि गर्न सक्थ्यौँ तर यो हामी धेरै अगाडि 2-3 महिना अगाडि हामी दर्ता गरेर सबैको राखिसकेका थियौँ तर के भन्दाखेरि नयाँ लड्यो भने फेरि पुरानै आउने हुन् कि भन्ने पनि भयो होइन त्यही भएर अहिले नयाँ 5-6वटा पार्टीहरू नबनाऊँ बरु जेनजीको जुन जुत्ता भनेको चाहिँ शहीदको प्रतीक हो र घाइतेको प्रतीक हो कि जे शहीदको प्रतीक र घाइतेको प्रतीकलाई मर्न पनि नदिउँ नेपाली चिनाम अब आफ्नै साथीभाइ छन् जता पनि नयाँ पार्टीहरूमा अनि उनीहरूलाई पनि जो जितुन् होइन अनि देश बनाएछन् भने ठिकै छ हाम्रा काम छँदैछन् कृषि क्रान्ति आत्मनिर्भर आध्यात्मिक जुन नेपाललाई हिन्दू बुद्ध किराँत राष्ट्र बनाउँदै सबै कुराहरू यति उनीहरूको पनि पुरानै पारा भयो भने चाहिँ हामीले अहिले भर्खरै घोषणा गरेर अब हामी प्रत्येक वडा प्रत्येक टोल प्रत्येक पालिका र केन्द्रसम्म हामीले त्यो अनुसारको रणनीतिमा चाहिँ हामी लाग्छौँ अब सो हजुर कुनै अरू पुरानो जस्तो अहिले एकदम आइरहेको यो घन्टी पार्टीतिर पनि खासै देखिएन होइन उहाँहरूसँग पनि मिलेर तपाईँ बरु के सम्झौता गरेर उनीहरूसँग मिलेको भए अझ राम्रो 3टा कुरा मिलेन क्या हाम्रो है म धेरैचोटि मिटिङ पनि बसेँ अब सबैजना दाइ नै हुन् साथी नै हुन् अब बालिनको नि पहिला क्याम्पेनमा हामी गरेकै हो सबै छोडेर हिँडेको अब रवि दाइको नि राष्ट्रिय सुन्दर पार्टी नाम राखेको र घोषणापत्र के भन्छ अरे विधान लेखेको चाहिँ हामीले मुकुल लिएर मैले खास पछि लगाएर कसलाई सभापति बनाउने भन्दा अब बालनले नमानेपछि ल ठिकै छ रविलाई गरौँ भनेर त्यो अनुसारले भएको पार्टी हो अनि त्यही भएर मैले छोडिदिएको नभए मैले गर्थेँ तर 3टा कुरा मिलेन एउटा चाहिँ धर्म कुरा मिलेन म वैदिक सनातन हिन्दू बुद्ध किराँत हुनैपर्छ र गराउनै पर्छ नेपालले बेच्ने हिन्दुइजम बुद्धिज्म र टुरिज्म यो बिना चाहिँ हाम्रो देश विकास सम्भव छैन र यो हाम्रो रुट हो यो हाम्रो ओरिजिन हो मैले छोड्न सकेन एजेन्डा अर्को भनेको चाहिँ यो जुन प्रदेश यिनीहरूले क्लियर भएनन् कि यो प्रदेश सरकार र मन्त्री आवश्यक छैन यत्रो सानो देश युपीभन्दा 10 गुणा धेरै जनसङ्ख्या कम छ अब हाम्रोमा ल्याएर र यत्र प्रदेश यत्र मन्त्री यत्र संसद चाहिएन क्लियरली भनौँ न भन्ने कुराहरू थियो तर मानेनन् सोल्टीहरूले साथीहरूले अनि अर्को कुरा भनेको चाहिँ नेपालको जल जङ्गल जडीबुटी गाँजा लोकलक्ष्मी साल रक्तचन्दन सब वैधानिक गर्थ्यौँ न सब लिगल गर्थ्यौँ न पानी खानी बेच्दिउँ न किन युवा बेच्ने युवा ल्याएर उत्पादन बेचौँ
होइन किन खोला बेच्ने खोलाको पानी माछा जडीबुटी बेचौँ भन्दा पनि मानेन नमानेपछि मेरो कुरा मान्दै नमानेपछि म त्यहाँ जबरजस्ती गएर र मलाई त लिनु पनि मन लागेन अनि म ठिकै छ तिमीहरूले त्यस बनाइछ म तिमीलाई छोडिदिन्छु हामीले छोडिदिन्छौँ योपालि तिमीहरू गर है गरी खाऊ केही भएन न हाम्रो समानुपातिकमा नि हाम्रो जुत्तामा आइहाल्थ्यो भोट होइन हामीलाई प्रत्यक्षमा नि हाम्रो 495 जना उम्मेदवार आएको थियो कि मसँग अहिले पनि फर्म छ कि मलाई जुत्ता दिनुहोस् म उठ्छु भनेर कि होइन साथी अहिले लड्ने होइन नयाँ नयाँ छोडिदिउँ केटाहरूलाई आफ्नै हुन् देश बनाएछन् भन्ने हामी अब भजन कीर्तन गरौँला जिन्दगी रमाइलो छ आनन्द छ होइन पृथ्वी स्वर्ग हो होइन हरिओम हरिओम ओम शान्ति भन्दै हिँडौँला हामीले के गाह्रो कुरा पनि भएन शान्ति शान्ति भन्दै हिँडौँला तर यति यिनीहरूले बनाएन भने त एउटा ब्याकअप टिम त चाहियो भनेर चाहिँ मैले जस्ट ट्रेलर मात्रै देखाउन खोजेको योपालि टिम बाँकी छ अझै होइन सो हजुरको लाइक मैले यसो बुझ्दाखेरि कति भोट आयो भने जितिन्छ यहाँ खास लास्ट टाइम कति आएर जित्यो लास्ट टाइम चाहिँ 26-27 आएको थियो खास त झ्याली भएको क्या लास्ट टाइममा होइन लास्ट इलेक्सनमा यहाँ के झ्याली भयो भन्दा पहिला हामी उठ्यौँ म पनि उठेँ लास्ट इलेक्सनमा होइन ए उठ्नु भएको थियो अनि सर यही ठाउँबाटै उठेको थिएँ म अनि मैले जित्ने ढुक्क भयो कि चुनाव हुनुभन्दा 3-4 महिना अगाडि चाहिँ ढुक्क भइसक्यो यहाँ जित्ने भनेर कि त्यसपछि हाम्रो लड्नै दिएन उम्मेदवारी खारेज गरिदिए किन खारेज भन्दा अयोग्य भइसक्यो किन अयोग्य भन्दा स्कलरसिपमा नाम निकालेको अयोग्य रे 7,000 जना डक्टरमा टपमा नाम निकालेको म होइन अनि योग्य हुन्छ कि अयोग्य भने कि अयोग्य रे अब फेरि होइन अनि यहाँ योग्य हुनुलाई उता बालुवाटारै बेच्नुपर्ने के गर्नुपर्ने 2-4वटा काट्ने मचाउनु पर्ने रहेछ ठिकै छ भने म सर्वोच्चमा नि लड्न गएँ त्यहाँ पनि अब त्यस्तै भयो इन्डिया जा इन्डियन एम्बेसीमा जा यहाँ जा वहाँ जा भन्ने त्यतिखेर पनि अब त्यस्तै रहेछ यो देशमा होइन अनि पर्सेन्टेजहरूलाई म तिनीहरूलाई भेट्दिनँ जाँदिनँ बरु हार्छु भनेर मैले छोडिदिएँ त्यतिखेर नि त्यतिखेर पनि झ्याली गरेर अन्तिममा गर्ने बेलासम्म पनि झ्याली भएको क्या यहाँ खास लास्ट टाइम चाहिँ एउटा गणेशजी हुनुहुन्थ्यो मेरो साथी अब कन्टी पार्टीकै होइन अनि उहाँले चाहिँ जित्नु पौडेल अर्को हाम्रो साथी हुनुहुन्थ्यो जित्नु भएको तर यहाँ गर्ने बेलामा 6-7 हजार मत गर्न बाँकी थियो सबैजना उठेर हिँड्ने लास्टमा हामी मात्र थियौँ अब फेरि लास्टमा यसले गर्दा हराएको भन्ने बेला लाग्न फेरि यहाँ के पनि छ फेरि यहाँ अनि हामी पनि हिँड्यौँ त्यसपछि ल विष्णु पौडेलले जित्यो अरे कसरी जित्यो थाहै छैन कसैलाई थाहा छैन यो ठाउँमा अहिलेसम्म त्यसरी चाहिँ झ्याली गरेर जितेको ठाउँमा विष्णु पौडेलले हो त्यही भएर उसको खैरियत अब त्यति साह्रै छैन जस राम्रै छ जस हामी जितिन्छ योपालि जित्नको लागि करिब 25,000 भोट आए जितिन्छ र 25,000मा मैले चाहिँ 40,000 जति भोट छ लगभग 18-20,000 जति फिक्स भएको अब 15-20,000 यसो बढाउनु पर्ने छ नि जितिन्छ जस सो जेनजीको जुत्तैको लोगो लिएर हजुरले जेनजीको मुद्दालाई पनि लिएर लडेको एक मात्र तपाईँ हो अरू पनि कुनै ठाउँबाट छन् कि हाम्रो 11 ठाउँमा छ नेपालभरि अहिले जस्तो रूपन्देहीको 2 र 5 मा छौँ हामी होइन अनि कपिलवस्तुको 1 र 2 मा हुनुहुन्छ काठमाडौँको 1 मा 4 मा अनि 2-4 अरू ठाउँमा पनि हुनुहुन्छ 2 मा 5 मा पनि अनि सर्लाहीको 2-3 ठाउँमा हुनुहुन्छ जस हामीले आउनु त सबै ठाउँबाट आएको थियो हामीले चाहिँ 9 ठाउँ भन्नु 9 उठाएको सबैलाई कति ल्याउनुहुन्छ तपाईँहरूले भोट लाइक जित्नुहुन्छ के छ हजुरको आकलन के छ अब जस म चाहिँ जित्छु अब भक्तपुरमा पनि 2 मा पनि छन् होइन शोभा पाठकजी हुनुहुन्छ अब 2-4 ठाउँमा चाहिँ राम्रै छ हाम्रो होइन सर्लाहीमा पनि हाम्रो राम्रो छ काठमाडौँ 5 मा के रूपन्देही 5 मा पनि ठिकठाक छ कपिलवस्तुमा पनि ठिकठाक छ अब जितिन्छ जित्न चाहिँ त्यति गाह्रो होइन तर टाइम चाहिँ लाग्छ होला अहिले योपालि हामीले जस्ट 2-4 ठाउँमा जित्यौँ धेरै ठाउँमा नजित्यौँ किन भन्दा अब यसो हेऱ्यो भने साथी नै छन् देशभरि हरेक ठाउँमा अनि 2-3 ठाउँमा मात्र जितेर तपाईँहरू चेन्जेस ल्याउन सक्नुहुन्छ सकिन्छ किन सकिन्छ भन्दाखेरि चाहिँ अब हाम्रो त जे होस् भनौँ न हामी पहिलेदेखि प्रिपेयर्ड छौँ कि हामी सरकार कसरी चलाउने होइन गभर्मेन्ट कसरी चलाउने अनि हामीले शिक्षा स्वास्थ्य कसरी गर्ने अहिले कृषिकै कुरा गरौँ न अहिले हामीले 60 लाख बिरुवा रोपिसकेका छौँ कि नेपालभरि होइन झापादेखि दार्चुलासम्म अब हामीले 1 वर्षमा चाहिँ करिब हामीले जो 10-20 लाख बिरुवा हरेक वर्ष हामीले रोप्छौँ अगाडि रुद्राक्ष बुद्ध चन्दन श्रीखण्ड होइन अहिले हरेक पालिकामा सङ्कलन केन्द्र वितरण केन्द्र नर्सरी कोल्ड स्टोर बनाइरहेको छौँ होइन हाम्रो सङ्गठनै त्यसरी बनाउँछौँ कि हामीले होइन कृषि सेना आत्मनिर्भर नेपाल महाअभियान देशको खाउँ देशको गलाउँ देशमै रमाउँ भनेर अहिले हाम्रो गोठालो भन्ने एप पनि छ हजुरले डाउनलोड गर्न सक्नुहुन्छ एन्ड्रोइडमा आइओएसमा होइन अनि गोठालोबाट चाहिँ हजुरले नेपालको जे पनि कुरा बेच्न पनि सक्नुहुन्छ किन्न पनि सक्नुहुन्छ क्या अनि अर्को कुरा भनेको चाहिँ नेपालको लगभग हामीले धेरै ठाउँमा भोकाला भोजन प्याज सिलापान रोगीला उपचार चलाइरहेको छौँ यहीँ बुटोलमा पनि छ पोखरामा पनि छ अहिले काठमाडौँमा पनि छ अब हामी नेपालभरि नै हरेक जिल्लामा हामीले कसैलाई खान पाएन हामीले खुवाइदिन्छौँ लाउन पाएन दिन्छौँ बस्न पाएन उपचार गरिदिन्छौँ सबैको अर्को भनेको चाहिँ हामीले नेपालमा मेड इन नेपाल कुराहरूमा हामीले सबै बनाउँछौँ कि नेपालमा गाडी पनि बनाउँछौँ ट्रक बनाउने मेसिन होइन धान काट्ने मेसिन गहुँ काट्ने मेसिन एभ्रिथिङ बनाउँछौँ हामीले नेपालमा यही नवलपरासीमा गाडी पनि बन्छ एभ्रिथिङ तपाईँले बन्दुक भन्नु हतियार भन्नु मिसाल भन्नु हामी सब बनाइन्छ रूपन्देहीमा हाम्रो फ्याक्ट्री पनि छ होइन सब छ हामीले जे पनि बनाउनु भन्नु हजुरले हामीले बनाइन्छौँ यहाँ ठाउँमा होइन अनि अर्को कुरा भनेको चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ अब हामी लडाइँमा त हामी 10 वर्षदेखि माइती गरेर हामीले लडेको भन्दा नि हुन्छ कि 8-10 वर्षदेखि माइती गरेको हरेक आन्दोलन शिक्षाको आन्दोलन डक्टरको आन्दोलन किसान आन्दोलन सबै आन्दोलन हामी चलायौँ भने चाहिँ यति हाम्रो कुराहरू लागू गर्नको लागि हामीले आवाज पनि हाम्रो दर तरिकाले दिन सक्छौँ र संसद भएर संसद काम के हो भन्दाखेरि चाहिँ नीति नियम बनाउने हो नि त एक दिन कृषि सम्बन्धी नीति होस् त्यहाँ कहिले सुन्नुभएको किसानको कुरा छैन नि त म यस्तो ठुलो कुरा उस्तो ठुलो कुरा हामी ठुलो कुराहरू जान्न खोजेको होइन एक दिन शिक्षाको कुरा होस्
पाठ्यक्रम कस्तो बनाउने, नीति कस्तो बनाउने, विदेशी हस्तक्षेपहरूलाई हामीले कसरी कम गर्ने, एक दिन त्यसको विषयमा होस्, एक दिन नेपालको पर्यटनलाई हैन हिन्दुइजम बुद्धिज्म र टुरिज्म जस्तो मेरो एरियामा यो 50 करोड चाहिँ युपी र बिहारका मान्छे छन् के उनीहरूले देख्ने पहिलो पहाड यही हो के उनीहरूले देख्ने पहिलो हिमालहरू हो के यहीँ के हैन अनि त्यसको त्यति मात्र ल्याउन सकियो भने जस्तो मैले चाहिँ एउटा भनौँ न त अलिकति एम्बिसियस प्रोजेक्टहरू गरेको छु कि लाइक अब स्वर्ग जाने बाटो कैलाश पर्वतदेखि स्वर्गद्वारसम्म स्वर्ग जाने बाटो हामीले यसको सर्वे सकेर हामीले लगभग अब यसको नेक्स्ट फेजमा हामी जाँदैछौँ स्वर्गद्वारदेखि सगरमाथासम्म स्वर्गको बाटो सगरमाथि कञ्चन स्वर्ग पछिको बाटो हैन 7वटा प्रदेशमा 7वटा चक्र विश्व शान्ति सङ्गठन बनाउन कपिलवस्तुमा हाम्रो त्यहाँ लगभग एरियादेखि सबै सेटअप रेडी भइसकेको छ सर्वोच्च अदालतको लागि चाहिँ हाम्रो गोर्खामा हामीले बनाएकै छौँ विश्वको स्विस मोडलको ओल्ड ब्याङ्कको लागि हाम्रो धनगढीमा एरिया छ एउटा विधानसभाको लागि हामी उता लिएछौँ अनि इन्डियाबाट हामीले कुरा गरेर चाहिँ भारत सरकारसँग कुरा गरेर एउटा विश्वनाथदेखि पशुपतिनाथसम्म हैन अनि फेरि अर्को भनेको चाहिँ हाम्रो गयादेखि लुम्बिनीसम्म राम मन्दिरदेखि जानकी मन्दिरसम्म र गोवादेखि पोखरासम्मको एउटा वैकुण्ठ मार्ग हैन वैकुण्ठ जाने बाटो भनेर त्यो खालको नि हामीले अहिले तिनीहरूको बजेटमै आइरहेछ हामी निरन्तर यो लबिङहरूमा छौँ र अर्को कुरा भने के छ भन्दाखेरि चाहिँ जस्तो यही क्षेत्रको कुरा गरौँ न यहाँको गाईहरूको ठुलो समस्या छ हामीले बुटोल गौशाला स्तर उन्नति गर्ने यता गौशाला र सैनामैना गौशाला र देवदा गौशाला 640वटा गाई सडकमा छौँ हामीले जिते पनि नजिते पनि 2 महिनाभित्र यसलाई हामीले व्यवस्थापन गर्न सक्छौँ अरू स्ट्रिटहरूको नम्बरहरूको समस्या छ कि प्लान्ट सिटी हो नि त यो त यसलाई हामीले महानगरकै मोडलमा विकास गर्दैछौँ यो तिलोत्तमा बुटोल र के अरे सैनामैना र भयो भने देवदहलाई पनि अलिकति इन्टिग्रेट गरेर अनि यसलाई हामीले गर्दै गर्दाखेरि चाहिँ अनि अब यसमा हामीले स्ट्रिट नम्बर यति क्रस नम्बर यतिमा चाहिँ हामीले 2 महिनाभित्र यो काम हामीले आफैले गर्छौँ कसैले हामीले केही गर्ने पर्दैन दिनु पनि पर्दैन अर्को हरेक चोकमा खानेपानीको समस्या छ कि यहाँनिर भन्न खोजेको चोकमा चाहिँ मान्छेले पैसा नभएकोले पानी नि खान नपाउने पिसाब पनि फेर्न नपाउने सिस्टम छ नि त त्यसलाई चाहिँ हामीले चिरेर चाहिँ प्रत्येक चोकमा हामीले त्यो खालको चाहिँ एउटा पानी खाने व्यवस्था र त्यो खालको हामीले व्यवस्थाहरू आफै गर्छौँ त्यो बाहेक पनि यहाँको मेन समस्या पहिरोको समस्या छ जोतेनहरूको पहिरो यो चाहिँ 5 वर्ष 10 वर्ष भइसक्यो यो लड्न थालेको मैले लड्न थालेको 5 वर्ष भइसक्यो हरेक वर्ष बर्खामा गएर यहाँ गएर टालो हालिन्छ तर दीर्घकालीन समाधान गरेर 1 वर्षभित्र यसलाई दीर्घकालीन रूपमा समाधान गर्ने हो एउटा प्राइभेट भनौँ न एउटा सरकारी हस्पिटल छ यहाँ प्रादेशिक अस्पताल मेडिकल कलेज भनौँ 4 वर्ष भइसक्यो अहिलेसम्म बनेन 1 वर्षभित्र म यसको कन्स्ट्रक्सन सुरु गरेर यहाँनिर आफै लडेर चाहिँ गर्ने भनेर त्यो हामी गर्न सक्छौँ अर्को भनेको चाहिँ अलपत्र परेका योजनाहरू छन् क्या जस्तै एउटा मेयरले सुरु गरे एउटा पार्टीकोले सुरु गरे अर्को पार्टीको आयो अनि त्यो रोकियो कि जस्तै एउटा सैनामैनाको स्टेडियम तिलोत्तमामा एउटा स्टेडियम छ एक्स्ट्राटेक स्टेडियम प्राइभेट रूपमा बनेको 33 करोडमा 2 वर्षमा स्टेडियम खतरा बनिसक्यो कि तर त्यही सरकारी स्टेडियम कति बजेट गइसक्यो कति भइसक्यो केही थोपो जात केही पनि बनेको छैन कि हैन अर्को भनेको लामी रप प्रोजेक्ट उस्तै छ कृषि केन्द्र उस्तै छ यहाँको वृद्ध मिलन केन्द्र उस्तै छ अनि यहाँनिरको भनौँ न अर्को भनेको यता हाई टेन्सनको समस्या तिलोत्तमा उस्तै छ अब सुकुम्बासीकै कुराहरू बुटोलको सबैभन्दा ठुलो मेजर इस्यु सुकुम्बासी हो सुकुम्बासीहरूलाई लगभग म जन्मेदेखि लाल पूर्जा दिने भनेको सुनेको छु हैन अब उनीहरूलाई लाल पूर्जा दिइहाल्नु पर्यो हैन भूमि आयोगमा हामीले घेराउ पनि गर्न जाँदैछौँ त्यो गर्नु पर्यो नि हामी गर्छौँ खोलाको रिक्स छ भने त्यसलाई अर्कोतिर ठाउँ दिएर भने सार्नु पर्यो त्यो त हामीले गर्नु पर्यो 10 राति घर बगाइदिएको छ रात दिन्छु भनेको सुकुम्बासी अहिलेसम्म दिएको पनि छैन हैन त्यसलाई चाहिँ यिनीहरूले समाधान गर्नु पर्यो म चाहिँ त्यो गर्न सक्छु अर्को तटबन्ध बनाउन गिटी यहीँ छ बालु यहीँ छ फलाम यहीँ छ काम गर्ने मान्छे यहीँ छन् कसले रोक्यो 15 वर्ष भइसक्यो चाँटो एउटा 5 किलोमिटरको तटबन्ध बन्यो होइन कि बुटोलमा त्यसले गर्दाखेरि त्यहाँ पीडित छन् उता मुआब्जा नदिएर अर्को ठाउँमा त्यहाँ पीडित छन् हैन त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब अर्को भनेको चाहिँ यहाँनिरका मेरो साथीभाइ हामी 45 जना थियौँ स्कुल पढ्दै बेला अहिले 5 जना नि छैनन् कि यो ठाउँमा कि हैन 2 जना नि भेटे हैन एउटा बिहे गर्न आएर जस्तो भेट भयो भन्न खोजेको यहाँको मान्छे यही बस्नु पर्यो र मेरो यहाँबाट उठ्नुको मेन कारण के भन्दा लुम्बिनी पढ्दैछु केन्द्रै यो मुख्य केन्द्र यो जस्तो मैले अर्घाँची हो म जन्मेको गुल्मी पाल्पा सेङ्जा त्यो खालको हाम्रो गाउँहरू छ त्यो गाउँमा खाली भइसक्यो सहर खाली हुँदैछ कि अहिले हरेक गाउँमा चाहिँ मैले हरेक भोटमा पैसा फाल्ने गराउँछु जस्तो धोरपाटन एरिया माथिपट्टिको एरियामा स्याउ रोपौँ हैन भनौँ न एउटा भनेको अजम्बरी रुदन्ती यार्सा केसर सबै हुन्छ त्यहाँनिर त्यो गरौँ अलिकति तलतिर आइसकेपछि अगरु रुद्राक्ष बुद्धि चन्दन सिगन 2 लाख अगरु त हाम्रो उता छ गुल्मी मात्र रोपे हम 1 लाख कफी रोपे हम हामीले त्यहाँनिर हैन उतातिर हामीले अर्घाँचीमा लगभग 25,000 रोपनी जग्गा लिएर हामीले भन्नु के 1000 रोपनीमा अहिले भइरहेछ अब हामीले अर्को बाँकी जग्गा लिएर हो र हामीले लगभग 25 लाख जति हामीले कफी र उका बिरुवाहरू च्याउहरूका बिरुवाहरू हामीले त्यहाँनिर गर्दैछौँ भन्न खोजेको हामीले त्यो खालको अनि तराईमा चाहिँ हाम्रो मोरिङ्गा लिची आँपदेखि लिएर यहाँको महिलाहरूलाई हामीले गुडिया बनाउने तालिम सबै तालिमहरू दिएर यहाँ पनि हामीले त्यो खालको छ प्रत्येक नेपालीले घरै बसेर महिनाको 50,000 कमाउने गराउन सक्छौँ भन्ने हामीलाई आत्मविश्वास छ प्रत्येक रोपनीमा 1 लाख रुपियाँ कमाउने बनाउन सक्छौँ भन्ने आत्मविश्वास छ र मेन चाहिँ हामीले हिन्दुइजम बुद्धिज्म र टुरिज्म यो बिर्सिनु हुँदैन 1% हिन्दू आयो भने 2 करोड पर्यटक हुन्छ नेपालीहरू कसैलाई विदेश जानु पर्दैन 1% बुद्धिस्ट आयो भने 1 करोडभन्दा धेरै पर्यटक हुन्छ हामी कसैलाई विदेश जानु पर्दैन र टुरिज्म भनेको एग्रो टुरिज्म एजुकेसन टुरिज्म बनाउने भनेर नेपालको हरेक जिल्लामा मेडिकल कलेज इन्जिनियरिङ कलेज आइटी कलेज संस्कृत कलेजदेखि लिएर त्यो खालको एउटा भाइब दिएर चाहिँ जस्तो बङ्गलादेशमा 186 वटा मेडिकल कलेज छन् हामीभन्दा सानो देश छ
इन्डियाको मात्रै युक्रेन र भनौँ न रसियामा चाहिँ 43,000 वर्षमा पढ्न जान्छन्। त्यो विद्यार्थीले नेपाल ल्याए, नेपालको बजेटभन्दा धेरै पैसा हुन्छ, एकजनाले 1 करोड फी तिर्छन् कि पैसा त नेपालमा आउने हो नि त। नेपालीहरूलाई स्वास्थ्य फ्री, शिक्षा फ्री, म सबैलाई चाहिँ बिमा गर्छु होइन, सबैलाई बिमा गरेर प्राइभेटमा जाओ सरकारीमा जाओ पैसा सरकारले दिन्छ कि, त्यो खालको हाम्रो सिस्टम छ। हामी आफ्नै कृषि सेना बनाइरहेको छौँ, आफ्नै निर्माण सेना बनाइरहेको छौँ, आफ्नै औद्योगिक सेना बनाइरहेको छौँ र आफ्नै हामीले आइटी डिजिटल सेनाहरू बनाइरहेको छौँ। कतिजना जति छन् तपाईँसँग लाइक मान्छेहरू यसमा अझसँग मिलेका? अब सङ्गठित हाम्रो लगभग 7-8 लाख छन् नेपालभरि। यो क्षेत्रमा चाहिँ करिब 30-40 हजार चाहिँ 30-40 हजार त नभनौँ रूपन्देही जिल्लामा, र मेरो क्षेत्रमा टोटल गर्दाखेरि चाहिँ लगभग 5-10 हजार चाहिँ छन्। भनेको 5-10 हजार भोट हजुरको आउँछ, त्यो त आउँछ, बढी नै आउँछ। होइन त्यो 5-10 हजारले फेरि अर्को 5-10 हजार बनाउँछ, अर्को 5-10 हजार बनाउँछ। मैले लगभग 40 हजार मत ल्याएर अनि हजुरले जित्नु भयो भने हजुरले अहिले मलाई जे भन्नुभयो त्यो सबै कुराहरू म पुरा गर्छु भन्ने एउटा प्रतिबद्धता पनि छ। जिते पनि गर्छु, नजिते पनि गर्छु, फेरि जसरी पनि गर्छु गर्नु चाहिँ फेरि जित्यो भने अब संसदमा गएर कराएर गर्छु, नजित्यो भने यता गाउँठाउँमा बसेर सेवा गरेर गर्छु, गर्न चाहिँ गर्छु। जस्तो हामीले नेपाली प्रोडक्टहरू अन्तर्राष्ट्रिय 22वटा देशमा हामीले पुऱ्याउँछौँ कि यहाँको उत्पादनहरू अहिले हामीले। हाम्रो खास म विदेशमा इन्डस्ट्री सोसाइटीको अरू पनि टिमहरू छ कि मेरो, अनि हामीले एक्सपो पनि गर्छौँ कि हिमालयन एक्सपो भनेर। हामीले चाहिँ अमेरिकामा अस्ति सक्यो, अहिले अस्ट्रेलियामा भइरहेको छ, अर्को महिना हाम्रो दिल्लीमा छ। त्यसपछि हाम्रो उता के अरे भिरगुटी मण्डपमा छ, त्यहाँ हामीले गर्छौँ। त्यहाँबाट नेपाली प्रोडक्टहरूलाई हामीले इन्डस्ट्री मार्केट बायरहरूसँग पुऱ्याउँछौँ कि। युवा बेचेर होइन, युवाले गरेको उत्पादन बेचेर देश त धनी बनाउने हो, देश खोला बेचेर होइन, पानी माछा र जडीबुटी बेचेर देश धनी बनाउने। हाम्रो देश गरिब होइन है त सर, देश गरिब न इतिहासमा कुनै बेला गरिब थियो, न अहिले छ, न पछि हुन्छ कि सर। सोच गरिब हो, शिक्षा गरिब हो, नीति गरिब हो। यतिचोटि गरिब छ भने हामीलाई पढायो कि हामीले यो देश कहिले धनी होला भनेर सोच्नै सकेनौँ कि। हामीले 5 क्लासदेखि 10 क्लाससम्म यतिचोटि यो देशमा बेरोजगारी छ, अनइम्प्लोइमेन्ट यतिचोटि लेखियो कि यो देशमा इम्प्लोइमेन्ट होला भने हामी कहिले जिन्दगीमा हाम्रो साइकोलोजिकल्ली हामीले सोच्नै सकेनौँ कि होइन। यतिचोटि हामीले चाहिँ अरू राम्रो हामी नराम्रो देख्यौँ कि सर। हाम्रो जिल्लाको बारे अर्घाखाँची, गुल्मी, पाल्पा, सिरिङ्गेश्वर, हाम्रो दुनियाँभरि स्वर्गद्वारी हामीले केही पढाएन सर। अब कहाँ न कहाँको ओल्ड वार र सोल्ड वार हामीले त्यति पढ्न आवश्यक होइन, कहाँ न कहाँको बर्लिन र दुनियाँभरि हामीलाई पढ्न आवश्यक होइन। हाम्रो ठाउँमा के उत्पादन हुन्छ हामीले पढाउनु। अब फर्स्ट वर्ल्ड वार वा सेकेन्ड वर्ल्ड वार अब हामी थर्ड वर्ल्ड वार गर्न आएको जस्तो पढाइदिने कि हाम्रो होइन। जङ्गबहादुरले गरे, अब बुद्धकै बारेमा भनौँ न, बुद्ध लुम्बिनीमा जन्मेको, बाको नाम यो, आमाको नाम यो, बा केही थाहा छैन होइन। ज्ञान ध्यान तप झोक साधना जिरो होइन, के पनि होइन। यही हाम्रो बुद्ध जन्मेकै गाउँ हो यो, जब कि होइन। यहाँ बुद्ध पनि त जन्मिन्छ नि त, यहाँ शिव पनि त जन्मिन्छन्, यहाँ भैरवको ठाउँ हो, भैरव जन्मेको ठाउँ हो। यन्त्र तन्त्र मन्त्र यहीँबाट सुरुवात भएको, कख गग यहीँबाट सुरुवात भएको होइन। अङ्ग्रेजीको मदर ल्याङ्ग्वेज भनेको ग्रिक र ल्याटिन, ग्रिक र ल्याटिनको पनि मदर भनेको संस्कृत, यहीँनिरबाट सुरुवात भएको। त्यो हामीलाई कहिले पढाएछ? कहिले पढाएन। संसारभरिका राजाका छोराहरू होइन, राजकुमारहरू, जनकको छोरी बिहा गर्न आउनु पनि गरिब भएको आउँथ्यो होला सर। हाम्रो देश कमजोर भएको आउँथ्यो होला, आउँथेन होला नि त। अनि राम पनि आउनु पर्ने, कम्पिटिसन लड्नु पर्ने, जित्नु पर्ने होइन। हामी गरिब होइन क्या सर, सीताको बिहामा मात्र होइन। त्यतिखेर उनीहरू पनि गरिब थियो होला नि त, अनि उनीहरू धनी हुँदै गयो, हामी चाहिँ गरिबको गरिब भयो होइन। जस्तो हाम्रो देश हामी जन्मेपछि गरिब भयो क्या सर। म 50 सालतिर जन्मेको मान्छे, फागुन 21 गते होइन, चुनाव मेरै जन्मदिनमा चुनाव चाहिँ पालेँ होइन। अनि के भन्दाखेरि चाहिँ त्यतिखेरसम्म नेपाल आत्मनिर्भर थियो क्या सर। खानेकुरा आफ्नै थियो, लाउने कुरा आफ्नै थियो। पैसा किन चाहिन्छ? काम न कासित कागजको खोस्टा होइन र पैसा हानेको होइन र, खानलाई चाहिने हो। जति पनि हाम्रो उत्पादन हुँदैन र सर, लाउने कुरा सबै कृषिबाट। बुटोल धागो कारखाना हेर्नु न, यसलाई पनि मैले खोल्छु है, वान अफ द मेजर एजेन्डा हो। 5 वर्ष भइसक्यो यसलाई लडेको क्या सर। खोल्न दिएन, हामी चलाइन्छौँ भन्दाखेरि हामीले एउटा मेसिन बनायौँ होइन, सबै कुरा गऱ्यौँ यहाँनिर। हामीले आजदेखि हामीले खोलेर आजदेखि चलाइन्छौँ कि। कस्तो ब्यालेन्समा थियो क्या। रूपन्देही जिल्लामा धागो कारखाना थियो, कपिलवस्तु, बाँके, बर्दिया, दाङमा के थियो, कटन खेती थियो। अर्घाखाँची, गुल्मी, पाल्पा, रोल्पा, रुकुम, प्युठानमा के थियो, अल्लो खेती र हाम्रो बाइबो खेती र के भन्छ अरे यो भाङ खेती भइहाल्यो। अर्को भनेको चाहिँ हाम्रो यो फोस्रोको खेती थियो कि। यसबाट फाइबर निस्किन्थ्यो होइन, थाकल साकल भइहाल्यो। यहाँहरू फाइबर बन्थ्यो, फाइबर भन्दा कपडा बन्थ्यो। हाम्रो कपडा संसारभरि पुग्थ्यो होइन। अब हेर्नु न, 2039 सालमा जतिखेर इँटा कति रुपियाँ पर्थ्यो त्यतिखेर? 25 पैसामा इँटा हुन्थ्यो। सिमेन्टको बोरालाई कति पर्थ्यो भने 25 रुपियाँमा बोरा हुन्थ्यो, 32 पैसामा इँटा हुन्थ्यो अरे त्यतिखेर। मलाई नि एक मान्छेले भनेको है। अनि त्यतिखेर 20 करोड लगायो भने अलिक 20 खरब भन्दा नि धेरै हो कि। त्यत्रो लगानी गरेर चाहिँ हाम्रो धागो कारखाना यहाँ चलेथ्यो। अहिले बन्द गरेर त्यसैको साइडमा फेरि एउटा BICC बनाएन क्या। वर्षमा 2 दिन पनि कार्यक्रम हुँदैन कि। त्यही पैसाले त्यो धागो कारखाना बनाएर पनि चलाएर पनि पुग्थ्यो कि। यहाँ पैसा खानलाई यहाँ के भन्छ विमानस्थल बनाए, चलाउनु छैन फेरि अब होइन। तपाईँलाई महिनाको दिनको 50 लाख घाटा खायो कि, महिनाको 15 करोड घाटा खायो कि एउटा प्रोजेक्टमा। 15 करोड त हाम्रो पैसा हो नि, तपाईँको पैसा हो नि। क्वेसन तिर्नु पऱ्यो, हामीले तिर्यौँ नि त सरकार। सुनौली नाकामा गएर हेर्नु न होइन, ट्रकहरू भरिभरि आइरहेछ, बसहरू भरिभरि गइरहेछ। भन्नु खोजेको उल्टो भयो कि। खास चाहिँ मान्छेहरू भरिभरि बस आउनु पर्ने, यताबाट सामान ट्रक जानुपर्ने, उल्टो भएको छ कि। यताबाट भरि बस जान्छ, उताबाट खाली बस आउँछ।
यताबाट खाली ट्रक जान्छ उताबाट भरि ट्रक आउँछ उल्टो भएको के छ जस्तो बुटोल भनेको व्यापारिक केन्द्र हो अङ्ग्रेजहरू आउँदाखेरि हामी 500 जना यहाँको हाम्रो पुर्खाले मिलेर 4000 जना सेनास्थ लडेर 300 जना सेना मार्थेको सेनापति पनि मारिदिएको हाम्रो यही ठाउँमा जितगढी किल्ला उजिर सिंहको किल्लामा होइन धेरै वर्ष त भएको छैन 200-300 वर्षको अनि त्यसै अङ्ग्रेजहरू हामीसित हारे त्यसै अब यिनीहरूले के परपञ्च नअपनायो भन्दाखेरि हामीलाई लडाउने परपञ्च अप्नायो कि होइन पहिला यिनीहरूले जातका नाममा लडायो हामीलाई त्यसपछि वर्गका नाममा लडायो त्यसपछि पार्टीका नाममा लडायो र अहिले आएर पुस्ताका नाममा जेनजी जेनमा सबै नेपाली हामी वीर गोर्खाली भन्ने सोच हुनु पर्यो नि त मलाई सबभन्दा दुःख लाग्ने कुरा एउटालाई सोध्यो त के होस् म काङ्ग्रेस हो रे एउटा एमाले एउटा घन्टी हो रे एउटा जुत्ता हो रे एउटा माला हो रे एउटा के हो रे कता माटो हो रे होइन कोही नेपाली नै छैन कि सर हाम्रो देशमा म चाहिँ नेपालीलाई नेपाली बनाउने हिँडेको नेपाललाई नेपाल बनाउने हिँडेको के सर गोर्खालाई गोरख राज्य गोरख साम्राज्य बनाउँछु भनेर हिँडेको सर बनाउने हो सर गर्ने हो देश बाबालाई हामी हिराको माथि बसेर सुन कटोरामा भिख मागेर आउँछ र अहिले दुर्डिङ्गा बिचको तरुलै नै हाम्रो देश दुर्डिङ्गा बिचको हिरा हो हामीले चिन्न नसक्यो हामी कस्तुरी जस्तो भयो के खुसी खोज्दैको अमेरिका धायो अस्ट्रेलिया धायो कोही कता धायो कोही कता धायो म करोडपति बनाउँछु यतिकै भने होइन कि सर सिरियसली तपाईँहरू बाटोमा हिँड्दा साल देख्नु भयो होला बन्छ त भनेको सबै बनाउँछु भन्नुभएको छ बनिहाल्छ नि अहिले भर्खरै करोडपति नै छन् कि सोच मात्रै गरिब भएर हो कि सर यहाँ सालहरू हेर्नु न पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म जाने बाटो दायाँपट्टि नि साल यतापट्टि नि साल देख्नु भएको छैन र हजुर होइन सालको तलपट्टि थाकल हुन्छ त्यो थाकलै बेचौँ न ल हामीले यहाँ थाकल कपडा बनाउँछौँ झोला बनाउँछौँ सबै बनाउँछौँ थोकलको प्रोटिन पाउडर बन्छ बनगिठा बनतरुल बनलसुन झरियो पनि नेपालको धन हावा कुरा हो र हजुरले जुन प्रडक्टहरू बनाउनु भएको छ हजुरको जुन सञ्जालले यो कुरा गरिरहेको छ यो बिकी पनि रहेछ कति के बिकिरहेछ सबै भइरहेछ नेपालमा मल बनाएको 8 वर्ष भएछ हामी नेपाल मात्र होइन इन्डिया र पाकिस्तानमा र बङ्गलादेशमा नेपालमा सबभन्दा ठुलो प्रब्लम यहाँ हजुरको यहाँ पनि होला नि मलको प्रब्लम मैले त पुऱ्याइदिन्छु मेरो जनतालाई अझै चाहियो भने नेपालभरि म वाइल्ड पुऱ्याइदिन्छु ल छाल्दै पुऱ्याइदिन्छु ल आज होइन म 4 वर्ष भयो नेपालले मलाई लाइसेन्स नदिएर इन्डियाबाट लाइसेन्स लिएर नेपालमा बनाएर इन्डिया पठाएर लोगो हानेर होइन त्यसै बङ्गलादेशमा र पाकिस्तानमा र इन्डियामा बेच्नु पर्यो मल हामीले नेपालभरि त हामीले पुऱ्याइहाल्छौँ अहिले पनि नेपालको मल इन्डियामा बिक्छ सर हामीले बनाएको आज न 4 वर्ष अगाडि ब्याक्टेरियाको मल नेट प्रो भनेर अहिले पनि हाम्रो एपमा पाइन्छ नेपालभरि तपाईँलाई चाहिने भन्दा डबल पुऱ्याइदिन्छु मैले यहाँ तर नेपालभरि प्रब्लम छ भन्छ नि जहाँ समस्या मात्र देख्छन् कि समाधान देख्दैनन् कि मैले भनेछु लाइसेन्स दिँदैन नि हेर्नु न ल होइन एउटा लाइसेन्स दिएर के बिग्रिन्थ्यो यिनीहरूको यहीँ रातो चौको हाम्रो फ्याक्ट्री छ पाल्पामा होइन गुल्मीमा हाम्रो सिनामनको फ्याक्ट्री छ कोल्ड ड्रिङ्क्स कोका कोला भन्दा बवाल सिनामन वाटर हामीले बनाएको दामी बवालवाला होइन यहाँनिर मईको ब्रान्ड छ होइन बुद्धभूमि सबै कुराहरू तर यो कुराहरू देख्दैनन् मान्छेले सालको कुरा गर्छु देख्दै ट्रोल मात्र बनाउँछन् यहाँनिर होइन साँच्चै कि अब बङ्गलादेशलाई ढुङ्गा चाहिएको छ तपाईँको ट्रोल हुँदा कस्तो लाग्छ हजुरलाई मलाई जे भयो नि खुसी लाग्छ कि सर कसैलाई मार्छु भन्ने नि खुसी कसैलाई राम्रो गरिस् भन्ने नि खुसी कसैले गाली गरे नि खुसी कसैले ताली बजाए नि खुसी म जहिले खुसी हुने मान्छे किन भन्दा कसैले राम्रो भन्नु राम्रो नि हुन्न कसैले नराम्रो नराम्रो नि हुन्न म भगवान् भक्त शिव भक्त हो होइन मलाई महाकालको सन्तान कालको त डर छैन बाँकी कसैको डरै छैन केही डर पनि छैन हजुरलाई एकचोटि जेलमा हजुरले समाएर लाँदा जेल त लगेन होइन धेरैचोटि गइसक्यो तर त्यो लाँदाखेरि एकचोटि अनि तपाईँलाई त्यसपछि गाँजा खाएर एकदम ट्रोल गरिरहेको थियो कि गाँजा खायो भने यिनीहरूले केही पाउँदैन फन्डा बनाउन खोजेको होइन मेरो अहिलेसम्म 25 चोटि यति टेस्ट गरेँ सबैमा नेगेटिभ आएको छ सबै रिपोर्टहरू मसँग हुन्छ उता पनि छ होइन खानु त हुन्न अनि मैले केही पनि खाँदिनँ मलाई के खानु गाँजा खेती चाहिँ गर्नुभएको छ गाँजा खेती चाहिँ गर्नुपर्छ गाँजा स्टोर छ मेरो अहिले 12वटा जिल्लामा खोलेको छ अब 17 पाउँछ नेपालमा सबभन्दा खतरा गाँजा चाहिँ होइन गाँजा कपडा बनाउँछ दुईटा कुरा बनाउँछौँ हामी एउटा होइन कपडा बनाउँछौँ कापी किताब बनाउँछौँ है गाँजा स्टोर 32 फुट द्वारिका होटलको टक्क अगाडि हेर्नु हाम्रो स्टोर छ होइन बिरता मोडमा जानु झापाको त्यहाँनिर हाम्रो हनुमान कम्प्लेक्समा स्टोर छ इटरीमा जानु त्यहाँ स्टोर छ यहाँनिर हामीले स्टोर बनाइरहेको छौँ अहिले पोखराको हाम्रो लेक साइडमा एउटा स्टोर छ नेपालगञ्जमा कपडाहरू बनाउँछौँ कापी किताबहरू बनाउँछौँ जुत्ता बनाउँछौँ मोजा बनाउँछौँ होइन हामीले कस्मेटिकहरू बनाउँछौँ साबुन बनाउँछौँ सेम्पू बनाउँछौँ 48वटा आइटम इटा बनाउँछौँ गाँजाको सबै बनाउँछौँ कि सर है गाँजा कन्जम्सन होइन अर्को हामीले औषधि जडीबुटीको औषधिहरू बनाउँदैछौँ त्यसको लागि हामीलाई दियो भने चाहिँ हामी त्यो गर्छौँ र गाँजा भनेको नेपालको लागि बढ्दैन कसरी अवैधानिक भएको नेपालमा थाहा छ हजुरलाई 1973 मा अमेरिका गरिब थियो नेपाल धनी थियो जस्तै रोल्पा रुकुमका युवाहरू भागेर अमेरिका जान्छन् नि त्यसै गरेर अमेरिका युवा भागेर नेपाल आउँथे त्यतिखेर के भन्दाखेरि रिचार्ड निक्सन त्यहाँको प्रेसिडेन्ट थियो त्यो प्रेसिडेन्ट हुँदाखेरि जोन एफ केनेडी भन्दा अलिकति पछाडि होइन त्यसको बुढी र नान्सी दुईजना मिलेर चाहिँ के गरे भन्दा अनुसन्धान गरे अमेरिकाको युवा कहाँ हराए पृथ्वीको कुन कुनामा गए फर्केर आउँदै आएन कहाँ जाँदो रहेछन् भनेर यसो स्टडी गर्दाखेरि चाहिँ नेपाल आउँदो रहेछन् होइन अनि बब मार्ली पनि जिमी हेन्ड्रिक्स पनि सबै आइसकेपछि यहीँबाट फर्केर होइन अनि त्यसपछि के भयो भन्दाखेरि चाहिँ नेपालमा अवैधानिक गरेर अर्को वर्ष अमेरिकामा लिगल गरेको हो कि सर है अनि त्यसपछि उनीहरूले इकोनोमी बुम गरेको छ नेपालमा त हामीले त खराब मात्र भन्ने छ विदेशको रक्सी खानु नेपालको किन नहुने छ अनि खानु हुँदैन म रक्सी छुट्याउने डक्टर हो म गाँजा छुट्याउने डक्टर हो अब त त्यसमा कुनै केही पनि खानु हुँदैन कसैले खानुहुन्छ छुट्याउनु पऱ्यो नि मलाई एउटा फ्रीको सुधार केन्द्र नै बनाइन्छ यसैलाई बनाउँ कि सोचिरहेको छु म अहिले होइन यो चाहिँ खास के हो हजुरको केन्द्र या रेस्टुरेन्ट जस्तो देखिन्छ के हो हाम्रो कटेज हो अहिले चाहिँ पार्टी खानाले बनाएको हामीलाई अनि यसो केटाहरूलाई अब खानु बस्ने यताउता सबै व्यवस्था छ है
होइन भन्नाले अब हुन्छ नि त साथीहरू सबै कुराहरू सो हजुरको अहिले हजुरसँग दैनिक रूपमा हजुरसँग गरिरहेको काम गरिरहेको कतिजना साथी छन् त हजुरको पार्टीको लागि या 200-300 जना छन् फुल टाइम फुल टाइम हजुर सबै सँगै हिँड्नुहुन्छ सँगै हजुरले हिँड्नुहुन्छ। अहिले हाम्रो टोलमा पनि जानुभएको छ हाम्रो टोल केटाहरू रिक्साहरू पनि छन् सबै कुराहरू छन् हामीलाई त्यो चाहिने जति भगवान्ले पुऱ्याइदिनु भएको छ पुऱ्याइदिनुहुन्छ पनि कति जति पैसा खर्च हुन्छ हजुर योपालि हजुर चुनाव लड्दाखेरि मान्छे अब हजुर त बनाउनको लागि लड्नुभयो मान्छे इच्छाले नि लड्दै क्या नेपालमा जस्तो जस्तो मेरो भन्नुहुन्छ भने मैले 5-6 करोड चाहिँ समाजसेवामा सकिसकेको छु कि सर जिन्दगीमा मैले आफ्नो जग्गा बेचेर पनि हुम्ला गरेर उपचार गरेको छु जुम्ला गरेर मैले 16,50,000 जनाको निःशुल्क उपचार गरेको छु है अहिलेसम्म एकजनाको उपचार गर्न कति खर्च हुन्छ तपाईँलाई थाहा छ आज पनि मलाई औषधि पुऱ्याउन नसकेर केटाहरू औषधि ल्याएन है उताको होइन एकछिनमा म औषधि मिलाएर आज पनि म औषधि पनि बाँड्ने हिँड्ने होइन लगभग हामीले अहिलेसम्म 12-15 लाखलाई खाना खुवाउँछौँ फ्रीमा होइन तर यिनीहरूलाई तपाईँले कहिले भिडियोमा आउँदैनन् है यिनीहरू यो कुरा कसैले देखाउँदै इन्ट्रेस्टै छैन यो कुराहरू कसैलाई भोकालाई भजन प्यासीलाई पानी रोगीलाई उपचार भन्ने नेपालको अझै बाढी पहिरो जाओस् कतै मैले चुनावै छोडेर त्यहाँ पुगिदिन्छु ल सहयोग गर्नलाई होइन र अहिले पनि मैले यो नयाँ काम केही पनि गरेँ मैले फ्रीमा उपचार गर्दै हिँडेको थिएँ अहिले म फ्रीमा उपचार गर्दै हिँडेको छु भोकालाई भोजन प्यासीलाई पानी रोगीलाई उपचार भन्दै हिँडेको छु कृषि क्रान्ति गरौँ भन्दै उत्पादन दिँदै महिलाहरूलाई तालिम दिँदै रोजगार दिँदै होइन उत्पादन गरौँ भन्दै होइन यहाँका लोकल प्रोडक्टहरूलाई ब्रान्डिङ गर्दै त्यही कामै गर्दै हिँडेको छु म अहिले पनि म पछि पनि गर्ने त्यही हो फेरि होइन लगभग मेरो अहिलेको कस्ट भनेको चुनावमा लगभग 15-20 लाख जस्तो भयो होला होइन हुँदैछ अलिकति यताउता गर्दाखेरि तर ठिकै छ जनताकै सेवामा मैले नचाहिने काममा तर मैले सोध्न खोजेको चाहिँ कति ओभरअल हुँदो रहेछ एउटा कोही मान्छे जो चाहिँ यसो लड्छु भनिरहेछन् होइन 15-20 लाख चाहिँ हुन्छ 15 मिनिमम पनि हुन्छ है ब्यानर बनाउनै पर्यो पोस्टर बनाउनै पर्यो झन्डा बनाउनै पर्यो अलिअलि केटाहरूलाई तर तपाईँको अलिकति डिफ्रेन्ट देखेँ क्या मैले मान्छेहरू पुरै नमस्कार गर्दै ग्याङ बनाएर त्यो गीत बजाउ त्यस्तो गर्नुभयो हजुरले पनि मैले गरिनँ सर अलिअलि र्यालीहरू कत्रै कहाँ यसो चलपल दिउँ न त भनेर दुई चारवटा गरियो होइन मैले देखेँ नि त देखेको थिएँ तर एभ्री डे जस्तो होइन यो जति हजुरले भन्नुभयो नि 70,000 या 1 लाख समथिङ जुन भोटर्स छन् तर 70,000 या 80,000को आसपास झर्छ भन्नुभयो त्यो सबैलाई यो चुनावी 7-8 दिनमा भेट्छु भनेर हिँड्छन् क्या मान्छे होइन त्यो जस्तो मैले 10 वर्ष 15 वर्ष भइसक्यो लगभग हुर्केकै यहीँ ठाउँमा हो होइन मैले पनि भेटेर भ्याइनँ कि सर भ्याउँदिनँ कि म होपलेस भन्दा पनि गिभअप गरिसकेँ अब म भ्याउँदिनँ घर आउन म चुनाव सकेपछि आउँछु फेरि होइन घर मान्छे आउँदैनन् भन्छ नि जितेर गइसकेपछि आउँदैनन् मान्छे आउँदैनन् भन्छ होइन म त जहिले पनि सेवामा हो है म जहिले पनि सेवामा हो म हिजो पनि सेवामा आज पनि सेवामा भोलि पनि सेवामा मलाई जित्नु हार्नुले केही त्यति साह्रै फरक पर्ने पनि होइन म जिते पनि यही काम गर्ने म नजिते पनि यही काम गर्ने अनि मेरो काम एकदम उद्देश्य क्लियर छन् भिजन क्लियर छन् प्लानिङ क्लियर छन् म हरेक पालिकामा जान्छु 300 जनाको समिति बनाउँछु त्यहाँनिर आत्मनिर्भर नेपाल महाअभियानको कमिटी बनाउँछु थोरै 2-5 हजार पैसा उठाउँछु आधी पैसा मैले लगानी गरिदिन्छु त्यहाँ चाहिँ मैले सङ्कलन केन्द्र बनाइदिन्छु वितरण केन्द्र बनाइदिन्छु नर्सरी बनाइदिन्छु कोल्ड स्टोर बनाइदिन्छु देशको खाउँ देशको लाउँ देशमै रमाउँ भनेर भनाइदिन्छु त्यहाँको स्कुलको बच्चाहरूलाई गएर विद्यालयमा मैले 5वटा कार्यक्रम गर्छु विद्यालय कृषि कार्यक्रम विद्यालय स्वास्थ्य कार्यक्रम विद्यालय साइन्स कार्यक्रम विद्यालय आइटी कार्यक्रम विद्यालय कृषि कार्यक्रमबाट उनीहरूलाई उत्पादन गर्न सिकाउँछु विद्यालय साइन्स प्रोग्रामबाट उनीहरूलाई ट्रेङ्गल बनाउन रेक्टेङ्गल बनाउन सबै कुरा सिकाउँछु विद्यालय आइटीबाट उनीहरूलाई भिडियो बनाउन एडिटिङ गर्न त्यो कुराहरू हामी सिकाउँछौँ र विद्यालय हेल्थ प्रोग्रामबाट उनीहरूको हेल्थ स्क्रिनिङदेखि सबै कुराहरू गर्छौँ स्कुल म्यानेजमेन्ट सिस्टम बनाइन्छौँ हामीले होइन अनि हरेक ठाउँमा जाने त्यो कामहरू गर्दै जाने अनि कतै आपद विपद पऱ्यो भने जाने विदेशमा जाने कसै न कसै खाँचो साथी नेपाल खाइदेऊ कसै न कसैको लाचो साथी नेपालको लगाइदेऊ कहीँ न कहीँ घुम्न गएको साथी नेपाल घुम्न आइदेऊ होइन कहीँ न कहीँ लगानी गरेको साथी नेपालमा लगानी गरिदेऊ भन्छ एउटा मेरो बिग टिम पनि छ मेरो 2-3वटा कम्पनीहरू छ एउटा गोठालो भन्ने मेड इन नेपाल कम्पनी अर्को भनेको मेरो हाम्रेल्थ भन्ने म घरमै डक्टर नर्स ल्याब सब पुऱ्याइन्छु होइन अनि त्यो अनुसारले मैले चाहिँ त्यो गरिरहनु भएको छ सो हजुरले भन्नुभएको मलाई सल्युसन पनि भन्नुभयो यो प्रब्लम पनि भन्नुभयो अब जस्तो अहिले त चुनावी कुरा छ होइन अरू कुरा भन्दा यो बियोन्ड कुरा किन गर्ने हजुरसँग कन्भर्सेसन गऱ्यो भने त अझै कति मजाको कुराहरू आउँछन् धेरै नै सो मलाई चाहिँ कस्तो बुझ्न मन लाग्यो भन्दाखेरि हजुरले जितेर जाँदा एउटा कुरा मात्र भनिदिनुहोस् जुनले चाहिँ मान्छे खुसी हुन्छन् कि म स्वास्थ्य फ्री गरिदिन्छु शिक्षा फ्री गरिदिन्छु तपाईँ स्वास्थ्यमा काम गर्न चाहनुहुन्छ म स्वास्थ्यमा काम गर्न चाहन्छु मेरो 3टा इन्ट्रेस्ट छ सर मेनली 4वटा कुरा मेरो इन्ट्रेस्ट खास एउटा भनेको स्वास्थ्य एउटा शिक्षा एउटा कृषि एउटा पर्यटन यो 4वटामा चाहिँ मेरो इन्ट्रेस्ट हो जस्तो स्वास्थ्यमा मैले तर पनि यो 4वटै कुरा त अब निकोलस भुसालले मात्र कम्प्लिट गर्न सक्दैन होला या एउटा जस्तो मैले के गर्न सक्छु भन्ने कुरा भन्छु है त जस्तो स्वास्थ्य मैले के गर्न सक्छु भन्दाखेरि चाहिँ जस मैले प्रयास गरेर यहाँको मेडिकल कलेज खोल्न सक्छु नेपालको सबै जिल्ला अस्पताल मेडिकल कलेज बनाएर बाहिरको स्टुडेन्टहरू ल्याउन सक्छु सरकार नै हुनुपर्छ एउटा कुरा बिमालाई मैले इफेक्टिभली लागू गर्न सक्छु स्वास्थ्य मन्त्री भयो भने त म बिमा इफेक्टिभ गराएर प्राइभेट पनि सरकारी जहाँ बिरामीलाई फ्री नेपालीहरूलाई फ्री त्यो भएपछि सरकारीमा भिड भएन प्राइभेटमा पैसा जाएन धेरै होइन र अहिले मैले लोकल लक्ष्य र गाजर वैधानिक गरेर उसको ट्याक्स चाहिँ मैले स्वास्थ्य र शिक्षामा लगानी गर्छु या परदेश खारेज गरेर परदेशको 2 खरब रुपियाँ पैसा मैले यतातिर लगानी गर्छु या भ्रष्टाचार गरेको पैसा जुन 20 खरब जति छ त्यो पैसा ल्याएर मैले यतातिर लगानी गरेर मैले शिक्षा स्वास्थ्य फ्री गर्छु शिक्षामा के गर्छु भन्दाखेरि चाहिँ स्वास्थ्यमा अर्को भनेको निरोगी 350 नचलेका अस्पतालहरू चलाइन्छु यहीँका नगर अस्पतालदेखि त्यसलाई निरोगी नेपाल केन्द्र भनेर म निरोगी कसरी हुने त्यो सिकाउँछु र प्रत्येक हेल्थ पोस्टहरू छ नि त त्यसमा टेलिमेडिसिन सेटअप म आफै गराइन्छु
होइन टेलिमेडिसिन सेटअप भन्ने कस्तो भन्दा हाम्रो आफ्नै एप्लिकेसन पनि छ सबैको छ त्यसमा चाहिँ जस्तो एउटा हुम्लाको बिरामी काठमाडौँ मलाई देखाउन आयो भने उसलाई मैले 2 हप्तापछि बोलाउँछु 1 महिनापछि बोलाउँछु जस्ट किन असुलले काम गरेन निद्रा लागेको लागेन भनेर सोध्नलाई त्यो कुरा त मैले अनलाइनमा उतिखेर सोध्न सक्छु त्यहाँ मैले एउटा हेल्थ प्रोफेसनल राखिदिन्छु त्यो हेल्थ प्रोफेसनल राख्ने बित्तिकै उसले त मलाई भनिदिन्छ नर्मल के छ भनेपछि उसले कस्ट केमा छ भन्दा हेल्थमा कति कस्ट छ एउटा नेपालीको $58 7,000 रुपियाँ वर्षमा खर्च गर्छ स्वास्थ्यमा त्यो $7,000 उसको केमा खर्च हुन्छ भन्दाखेरि चाहिँ सबभन्दा धेरै चाहिँ केमा के अरे $58 7,000 रुपियाँ काठमाडौँमा एउटा मलाई हुम्लाबाट बिरामी देखाउन आयो गाडी भाडा कति लाग्यो अब 3-4 हजार गाडी भाडा एउटा आएर भएन 2-3 जना कुरो आउनु पर्यो होइन 10-15 हजार गाडी भाडा होटलमा बस्नु पर्यो खानु पर्यो फेरि जानु पर्यो मलाई देखाउनु 2 मिनट हो 5 मिनट हो म्याक्सिमम होइन कस्तो छ हजुरलाई ठिक छ नि ल राम्रो छ नि त्यति कुरालाई उसले कति कस्ट भयो नि त त्यो जुन एक्सपेन्स छ नि त त्यसलाई चाहिँ मैले कम गर्छु जस्तो एजुकेसनमा जस्तो हेल्थमा चाहिँ मैले त्यो अनुसारले जो डिजिटल गराइन्छु फ्री गराइन्छु एकदम इफेक्टिभ गराइन्छु एफोर्डेबल बनाइन्छु र संसारका मान्छेहरू नेपालमा चाहिँ उपचार गर्न आउने योग गर्न आउने म त मानसिकको संसारै अहिले मानसिक रूपमा पीडित हो ग्लोबल इट्स नट वार क्राइसिस इट्स नट इकोनोमिक क्राइसिस द क्राइसिस अफ द थट इज द क्राइसिस अफ द माइन्ड अहिलेको क्राइसिस है त र सबभन्दा खतरा साइकेट्रिस्ट मैले संसारमा देखेको बुद्ध कुरा मान्यो भने 80% रोगै लाग्दैन होइन योग गर्ने ध्यान गर्ने तप गर्ने असत्य नबोल्ने सत्य बोल्ने शान्तिको बाटोमा हिँड्ने यो गऱ्यो भने त खतरा होइन त्यो यो ज्ञानहरू दिएर मैले चाहिँ त्यो खालको एउटा नेपाललाई चाहिँ तपोभूमिको रूपमा विकास गर्छु होइन एजुकेसनमा मैले के गर्छु भन्दाखेरि चाहिँ मैले के गर्न चाहन्छु भन्दाखेरि चाहिँ पहिला सुरु पाठ्यक्रमै म पुरै यो स्कुल हो के सर हाम्रो जुन स्कुल भनेको स्कुलबाट स्कुल भएको हो कि भन्नु खोजेको कि हाम्रो देशको गुरुकुल परम्परा मासेर यिनीहरूले स्कुल परम्परा ल्याएर हाम्रो बोर्डिङ भनेको बच्चैदेखि बोर्डिङ उता जानलाई होइन नेपालमा बस्ने चाहिँ होइन खालको छ नि त यस्तो खालको हाम्रो साइकोलोजिकल्ली हामीलाई एकदम कमजोर बनाइएको छ कि 5वटा कुरा गलत पढाइएको छ एउटा 2 ढुङ्गा बिचको तरुल होइन हाम्रो देश 2 ढुङ्गा बिचको हिरा माटोको बिचमा पनि तरुल हुन्छ ढुङ्गाको बिचमा कहाँ तरुल हुन्छ हिरा हुन्छ खोज्नु पर्यो हामीले है अर्को कुरा हामीलाई सानो छ खेत सानो छ बारी भनेर पढ्लेको मान्छे न खेत सानो छ न बारी सानो छ सब सिर्फ सोच सानो छ नगरी काममा पुग्दैन खान साँझ र बिहान भनेर किसान भनेको गरिब हो किसान भनेको खत्तम हो कृषि भन्ने कुरा हलो भन्ने कुरा पढ्लेको मान्छेले छुनिजो होइन यो गर्ने जो होइन भनेर आज हाम्रो पुरै देशै बाँझो बनाइदियो पुरै नेपाली बेरोजगार बनाइदियो कि सर पर्म ऐचो पैचो हाम्रो 365 दिन पर्व हो नि धान काट्ने मेला गहुँ काट्ने मेला कोदो रोप्ने मेला मकै छोडाउने मेला मकै सबै मेला थियो क्या हाम्रो अहिले मेलै छैन नोकरी र चाकरी हाम्रोमा थिएन भेदभाव यिनीहरूले सिर्जना गरे हाम्रोमा थिएन भेदभाव है अर्को कुरा चाहिँ के पढायो भन्दाखेरि 5 देखि 10 कक्षासम्म यो गरिब यो देश खत्तम छ गरिब छ 5वटा कुरा मात्रै छ यो देशमा है एउटा पोभर्टी छ गरिबी छ अर्को इलिट्रेसी छ अशिक्षा छ अर्को बेरोजगारी छ होइन अनि यतिचोटि बेरोजगारी छ पढ्यो कि जिन्दगीमा कहिले रोजगार होला सोच्नै सकिएन कि सर यतिचोटि गरिब छ पढ्यो कि यो जिन्दगी देश धनी होला भने हामीले कहिले सोच्नै सकिएन कि सर अनि अर्को भनेको चाहिँ पोलिटिकल इन्स्टेबिलिटी छ र माइग्रेसन हामी विदेश जानुपर्छ यति मात्र पढायो त्यो केही पनि पढाएन 4 पढाइयो तर 4 कसरी सफा गर्ने हामीलाई केही पनि पढाइएन कि सर र अर्को कुरा हामीलाई के गलत संस्कार के गलत सिकाइयो भन्दाखेरि चाहिँ 18 वर्ष पुगेपछि होइन लड्नुपर्छ तिमीहरू होइन त यो पार्टी भन्नुपर्छ त यो पार्टी भन्नुपर्छ त घन्टी भन्नुपर्छ त माटो भन्नुपर्छ त जुत्ता भन्नुपर्छ लड्नुपर्छ नेपाली हुनुपर्छ एकजुट हुनुपर्छ एकता हाम्रो पहिचान वीरता हाम्रो पहिचान राष्ट्रियता हाम्रो स्वाभिमान भनेर कहिले पनि सिकाइएन क्या सर अनि बच्चैदेखि हामीलाई गुलाम बनाइयो दास बनाइयो क्या सर अङ्ग्रेजलाई हामीले जितेर पठाइयो तर अङ्ग्रेजीले हामीलाई हराइदियो क्या सर अहिले आएर अहिले हामी हार्यौँ के सर हाम्रो देश कमजोर भएको छ क्या सर मैले गफ हानेको होइन सर सिरियसली भनेको प्रत्येक नेपाली हरेक टोलमा मैले जङ्गलबाट मात्र दिनमा 3 देखि 5 हजार कमाउने गर्न सक्छु कि हरेक केटाहरूलाई अहिले भर्खरै सक्छु फेरि होइन हरेक टोलको गाउँको अर्को भनेको यो स्वास्थ्य शिक्षामा चाहिँ मैले के गर्छु एउटा पाठ्यक्रम परिवर्तन गर्छु है 5 वर्षमा ज्यान पाल्ने 10 वर्षमा परिवार पाल्ने 2 दिन मात्र विद्यालय पढ्न जानुपर्ने 3 दिन प्र्याक्टिकल गर्नु पनि 2 दिन छुट्टी बच्चालाई जेलमा भन्दा स्कुलमा बढी पीडा खायो कि सर बरु जेलमा मान्छे अलि मेन्टल्ली फ्रेस छ तर विद्यालयमा छैन सर यो स्कुलहरूमा यिनीहरूको उसमा मैले सबैलाई गुरुकुल प्रणालीमा लिएर गएर र गर्छु र पाठ्यक्रम पूर्ण रूपमा चेन्ज गर्छु र 5 वर्षमा त ज्यान पाल्ने 10 वर्षमा परिवार पाल्ने मैले शिक्षा बनाउँछु है सकिन्छ नर्सरीमा साँच्चै बिरुवा रोपोस् न बच्चाले किन्डर गार्डनमा बिरुवामा पानी हालोस् न दिनमा 100 रुपियाँ कमाउँदैन बिरुवामा पानी हालेर होइन अनि बिस्तारै ग्रोथ हुँदै जाओस् न त्यो खालको होइन 8 देखि 12 कक्षासम्म आर्मी ट्रेनिङ कम्पलसरी किनभने हामी जन्मेकै लड्न हो कि छ सत्यको लागि लड्न धर्मका लागि लड्न होइन शान्तिका लागि लड्न जन्मेको नि त हामी अब युके पनि हामीले लड्दिनु परेको छ इन्डिया पनि हामीले ब्रिटिस आर्मी हामीले गोर्खा लड्नु पर्यो सिङ्गापुर हामी जन्मेकै वीर हुन हो कि हामी लड्नै जन्मेको जस्तो हो क्या धर्म रक्षाका लागि देश रक्षाका लागि र यो शान्ति रक्षाका लागि हामी लड्छौँ त्यही भएर चाहिँ आर्मी ट्रेनिङ कम्पलसरी
होइन अर्को भनेको चाहिँ अब के गर्छु भन्दाखेरि चाहिँ मैले प्रत्येक जिल्ला अस्पताललाई मेडिकल कलेज बनाइदिन्छु इन्जिनियरिङ कलेज आइटी हरेक जिल्लामा त्यो खालको बनाइदिन्छु नेपालीहरूलाई फ्री गरिदिन्छु विदेशसँग पैसा लिने सिस्टम बनाइन्छ होइन अहिले स्वास्थ्यमा 1 खरब बजेट छ 5 खरब भयो भने फ्री गर्न पुग्छ बिमा राम्ररी गऱ्यो भने 2-3 खरब छ 2-3 खरब अघि भनेको ठाउँबाट होइन यो संहिताको पैसा नभए नि यो रकल रक्सी गाजाबाट मात्रै मैले 6 खरब ट्याक्स तिर्दिन्छु यो देशलाई ग्यारेन्टी छ त्यो शिक्षा नि पुग्छ स्वास्थ्यलाई नि पुग्छ कि त्यति भयो नि सर होइन सालहरू काट्यौँ न सर कसका लागि बचाएर राखिदिने के लागि राखिदिने कोही यहाँ वन लागि भएको छ आग लागि भएको छ अनेक भएको छ यहीँ 10 खरबको फलाम खाने यही नवलपरासीमा छ मलाई देखाउँला यहीँ सिद्धबामा 4 खरबको फलाम खाइन्छ यहीँ मलाई चाहिँ दैलेखको जुन छ नि ग्यास खाने यसलाई चाहिँ मलाई जिम्मा चाहिँ म जेउस हामी चाहिँ नेपाल आयल निगम र हामी मिलेर हामी चलाउँछौँ जिम्मा चाहिँ जति पैसा हुन्छ सरकारलाई ट्याक्स तिर्छौँ बेचिदिन्छौँ नेपालभरि हामीले ग्यास पुऱ्याइन्छौँ भन्दाखेरि दिँदैनन् सर अब यहाँनिर मल बनाएर हामी नेपालभरि हरेक टोलमा हामीले मल पुऱ्याइन्छौँ भन्दा त्यो पनि दिँदैनन् यहाँनिर अब भन्नाले हामीले गरी खान नदिएर रकेट उडाएको सर हामीले नेपालको पहिले सेटेलाइट बनाएको पानीले गाडी चलाएको हामीले यो देशमा धेरै गरेको छौँ कि सर खास अनि यो कुरा मान्छेले इन्ट्रेस्टै छैन 2-4 गाली बिक्छ नेपालमा 2-4 कमेडी बिक्छ 2-4 ट्रल बिक्छ ठिकै छ गर गाली गरिदिउँ न त भनेर हामीले पनि एकचोटि गाली गरेर भ्याइयो पर्दैन भन्नुभयो कि यो चारवटा कुरामा यु विल ट्राई टु चेन्ज या चेन्जै लिएर आउँछु होइन इट्स मेन हजुरको कोर पोइन्ट चाहिँ शिक्षा हुन्छ शिक्षा स्वास्थ्य चाहिँ सामाजिकमा पर्यटन र कृषि जस्तो नेपालको 108वटा हामीले ठाउँको अध्ययन गऱ्यौँ कि होइन तपाईँ घर कता दोलखा होइन अब दोलखाकै कुरा गरौँ न होइन गौरीशङ्कर कसरी आउनुभयो कालिम्चो कसरी भयो त्यहाँ खास के इतिहास के हो त्यहाँ अब धार्मिक हिसाबले अब धार्मिक टुरिज्मलाई अब अलिकति राम्रो पनि छ अहिले धार्मिक हिसाबले कालिम्चो कसरी भयो कालिम्पोङमा काली माताले त्यहाँ बसेर साधना गरेर चाहिँ जुन उसको उत्पत्ति हुँदाखेरि त्यहाँबाट उत्पत्ति भएको कि गौरीशङ्करले चाहिँ काली उत्पन्न गर्नुभयो शक्तिको एउटा रूप चाहिन्छ भनेर त्यो कालीको चाहिँ 5 ठाउँमा स्थान छ नेपालको होइन एउटा यतातिर छ यतातिर धेरै ठाउँमा एउटा धादिङमा एउटा अर्खान्चीमा एउटा उता होइन जस्तो अब सतीको त हजुरले स्वस्थानीय पढ्नुभयो सती कहाँ जन्मी दक्ष प्रजाको दरबार कहाँ हो 12मा है 12 जिल्लाको बुनियाद भन्ने गाउँमा होइन अब प्रहलाद कहाँ जन्मे होलिकालाई तराईमा किन अर्को दिन होली मनाइन्छ पाहाडमा किन अघिल्लो दिन होली मनाइन्छ त्यो अर्घाँचीको हाम्रै गाउँपालिकामा जलाएको होलिका र प्रहलादलाई अब त्यहाँनिरबाट तराईमा फोन खबर गर्दाखेरि अर्को दिन भयो त्यो भएर पाहाडमा अघिल्लो दिन तराईमा अर्को दिन होइन बलिराजाले पठाएर देउसी बलि खेल बलिराजा कहाँको होइन गुल्मीको 8 ठाउँ स्वर्गद्वारी कसरी स्वर्गद्वारी भयो भन्दाखेरि चाहिँ रामेछाप जिल्लाको हाम्रो विश्वमित्र ऋषिले कहाँ बसेर चाहिँ रच्नु भयो यो होइन ओम भूर भुवा स्वा दक्ष पितृ भन्ने कहाँ बसेर रच्नु भयो यो साधना कहाँ गर्नुभयो रामेछापमा होइन अनि रामेछापबाट चाहिँ आएर र अनि विश्वकर्मा होइन विश्वकर्मा ऋषि कहाँ हुनुहुन्थ्यो होइन यहाँ यही हुनुहुन्थ्यो के भन्छ सल्यानबाट अनि त्यहाँ आएर दुईजनाले मिलेर स्वर्गद्वारीमा इन्द्र भगवान आएर र तेरो पृथ्वी त साह्रै राम्रो भएछ साह्रै राम्रो बनाइन्छ मेरो स्वर्गलोक पनि डिजाइन गर्दैन भनेर चाहिँ हुन्छ गर्दै भनेर रिक्वेस्ट गरेपछि एउटा सुनको भर्याङ चाहिँ यहाँदेखि स्वर्गलोकसम्मको बनाइदियो भनेर अनि त्यहाँबाट स्वर्गद्वारी भएको तपाईँलाई लोक कतिवटा चाहिँ थाहै छैन हामीलाई होइन भुरलोक भुवरलोक स्वर्गलोक यहाँ बसेर सत्ययुगमा सर चाउडै लोक यहाँबाट के अरे यो 14 लोक यहाँबाट चल्थ्यो कि सर त्रेतायुगमा आइसकेपछि पृथ्वी लोक के स्वर्गलोकदेखि नर्गलोकसम्म यहाँबाट चल्थ्यो कि माथि 7वटा लोक छन् भुरलोक भुवरलोक स्वर्गलोक ब्रह्मलोक वैकुण्ठलोक शिवलोक तलबाट आतल पितल तलतल छन् सर यो साइन्टिफिक है यो कुइडरको अहिले पृथ्वीको चेतना कति हो 6औं लेभलमा होइन हामी नर्गलोकमा छौँ अहिले पृथ्वीमा आएकै छैन हामी मानव भागै छैनौँ कि सर होइन पहिला मान्छे हुनु पर्यो पहिला नेपाली हुनु पर्यो 3टा कुरा हुनुपर्छ कि मान्छे हुनुलाई चेतना ज्ञान हुनु पर्यो ज्ञान माथिल्लो लेभलको हुनु पर्यो हाम्रो तल्लो लेभलको ज्ञान छ कि सर नाम दाम यो सबै कुरा बेकार हो कि सर अनि संसार माया मोह सबै कुराहरू लीला अपरम्पार छ नि त हामी त एकदम ध्यान योग गर्न पृथ्वी भनेको एउटा डुङ्गा जस्तो 60-70 वर्ष घुम्न आएको पर्यटक घुम्ने त हामी होइन जस्तो छ त्यस्तै छोडेर गयौँ भने त हामी यहाँ के मतलब भएर अझै तरमा भनेर लडेर यो पार्टी र त्यो पार्टी भनेर बर्बाद गरेर झन् खत्तम बनाएर गयौँ भने झन् खत्तम भयो नि त सबैले तपाईँ जित्नु भएपछि तपाईँ सबैलाई मिलाएर पनि लानुहुन्छ वसुदैवम कुटुम्बकम भाव फैलाउँछु क्या सर सारा पृथ्वी एकको हामी सबै आफन्त हौँ कुटुम्ब हौँ होइन हामी कोही लड्ने सब नेपाली हो भनेर बुझाउनु हामी सब नेपाली हामी सब वीर गोर्खाली हो मेरो अभियान नै त्यही हो होइन यो सबै मिलेर चाहिँ संसारभरिका मान्छे आएर बस गरेर अन्तिम एउटा निष्कर्ष तनी मानिस मनी मानिस मिलेर काम गरौँ न त्यति हो कि हामी लड्नु बेकार हो है हामी लड्न हामी भनेको चाहिँ शान्तिका लागि चिनिएको हामी एकताका लागि चिनिएको हामी वीरताले चिनिएको हामी नेपाली भनेको होइन न हाम्रोमा मनमा शान्ति छ छँदै छैन होइन न हाम्रोमा एकता छ छँदै छैन एकता त एउटा घरमै फुटाएर के पहिला पार्टीको नाममा फुटाए जातका नाममा फुटाए वर्गका नाममा फुटाए के नाममा फुटाए अहिले पनि फुटाइरहेको यहाँको अरू पार्टीको उम्मेदवारहरूसँग तपाईँ कुरा गर्नुहुन्छ फोनहरू गरेर हामी सबै मिलौँ न यार एक नेपाली हो होइन प्रतिस्पर्धा कोसँग भन्छन् कि मेरो प्रतिस्पर्धा अमेरिकाको युवासँग हो चाइनाको युवासँग हो होइन युकेको युवासँग जापान कोरियाको युवासँग हो यिनीहरू त मेरो सहयात्री सहकर्मीहरू हुन् होइन र सबैले भने यो जो तिनीहरूको पहिलो समाधान गर्छ जाम गरिदिउँ आजै मैले त भनेको आइज गडाएर सब थाहा जाम गरिदिउँ समाधान होइन धाउकार
दवाखाना खोलिदिउँ भर्खरै खोलिदिउँ होइन यो 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 बुटोल के अरे अस्पताल प्राय के बनाउनु छ नि त हामीलाई बनाइहाल्यौँ मेडिकल कलेज सबैको एजेन्डा नि एउटै त होला नि सबै हेर्नु तपाईँ जुनसुकै पार्टीको हेर्नु काङ्ग्रेस हेर्नु एमाले हेर्नु कम्युनिस्ट हेर्नु घन्टी हेर्नु सबैको एजेन्डा यस्तै हामीले शिक्षा फ्री गर्छु गरिदिउँ न त कसले रोक्यो कहाँनिर रोक्यो कसले दिएन होइन स्वास्थ्य राम्रो गर्छु गरिदिउँ न त अहिले हामी किन लड्नु पर्यो किन जात किन पार्टी किन दुनियाँभरि 12 महिना किन राजनीति गर्नु पर्यो देश हामी सबैको सबैले मिलेर बनाउने हो त्यो भाव हुनु पर्यो नि त होइन र त्यो भाव चाहिँ छैन कसैमा देखिएन त्यही नदेखेर म एक्लै हिँडेको त्यसपछि अब यो भएन यो एकातिर जस्तो मैले एउटा पार्टीमा भन्दा एउटा मात्र भयो अहिले त सबैको भयो साझा भयो नि त अनि स्पेसल्ली मैले चाहिँ नयाँ पुस्ताहरूलाई चाहिँ यो ज्ञान दिन खोजेको कि देश गरिब होइन केटाहरू विदेश जानु पर्दैन तिमीहरूलाई अमेरिकाको दास हुन जन्मेको होइन तिमीहरू दुबई कतारको चौकीदारी गर्न जन्मेको होइन हामी इन्डिया गएर भाडा माझ्न जन्मेको होइन होइन हामी चाइना गएर मेसिनमा काम गर्न जन्मेको होइन हामी त संसारको गुरु राष्ट्र बनाउने हो नेपाललाई हामी त शिव जस्तो बन्ने हो हामी त बुद्ध जस्तो बन्ने हो हामी त महाकाली जस्तो बन्ने हो हामी त सीता माता जस्तो बन्ने हो हामी त ध्यान ध्यान शान्ति 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 फैलाउने हिँड्ने हो ओहो नेपालबाट आएको अरे बुद्ध जस्तै हुन्छ अरे शिव जस्तै हुन्छ अरे यिनीहरूको पेर मात्र पाउ मात्र छोयो भने नि पवित्र भइन्छ अरे कुरा मात्र सुन्यो भने सबै रोग निको हुन्छ अरे यस्तो खालको नेपाली बनाउनु खोजेको नि त हामीले त होइन संसारको गुलाम हुनु संसारको दास हुनु हामीले बनाएको होइन हाम्रो युवाहरू अमेरिकाबाट भर्खर फोन गरिरहेको थियो केटाहरू पीडित छन् उता पनि अस्ट्रेलियाबाट उतै पीडित छ हामी पीडा खानु जन्मेको होइन हामी त अमेरिकामा गएर चाहिँ हामीले के गर्ने भन्दाखेरि यो स्वर्ग हो साथी हो लड्ने होइन हामी मिल्ने हो यो एकदम क्राइम बढी भयो भनेर चाहिँ त्यही स्वर्ग बनाउने ज्ञान ध्यान तप योग ध्यान साधना फैलाउन पो लाग्ने हामी अस्ट्रेलियालाई स्वर्ग बनाउनु चाहिँ लाग्ने हो नेपालको उत्पादन लगाएर बेच्ने हो हामी त गुरु हुने हो संसारको मालिक हुने हो हामी होइन र सगरमाथाको तपाईँलाई एकचोटि बाबुराम भट्टराईले तपाईँ त्यो के अरे अनसन बस्दा पनि ए गुरु गुरु भनेर के भन्दै हुनुहुन्थ्यो म त नेपाल नाथै भएको छु सर मैले पाएको दुईवटा उपाधि छ जिन्दगीमा एउटा डक्टरको उपाधि एउटा चाहिँ नाथको उपाधि यो चाहिँ म नेपाल नाथ भनेर उपाधि पाएको छु अनि यो भनेको पशुपतिनाथ गोरखनाथ नरेन्द्रनाथपछि म छु अहिले नेपाल नाथ होइन त्यही भएर यो पनि ठुलो कुरा हो सर मैले 6 वर्षसम्म कम्प्लिटली सबै कुरा त्यागेर त्याग तपस्या गरेको छु म जङ्गलमै 6 महिनासम्म त्याग गरेको छु म खोलाको किनारमा 1 महिनासम्म बसेर ध्यान गरेको छु नेपालको हुम्लादेखि दार्चुलादेखि लिएर झापादेखि हरेक ठाउँमा पुगेर हरेक शक्तिपीठहरूको मैले शक्ति आर्जन गरेको छु कहिले जगन्नाथको कहिले भनौँ न उता बडी मालिका छोटी मालिका सबै मालिकाहरूको सबै ठाउँमा उग्रतारा यो जागेश्वर सबैतिर गरेँ तपाईँलाई सबै कुरा ठ्याक याद हुँदो रहेछ नाम ठाउँ मान्छे होइन सबै ठ्याक्कै याद हुन्छ कसरी हो खास के हो यो क्वालिटी के छ ध्यान केमा हुन्छ भन्ने कुरा हो क्या मान्छेको ध्यान भनेको चाहिँ केमा छ भन्दाखेरि को मन्त्री बन्ने को मेयर बन्ने को संसद बन्ने को कता गयो कसले के गर यतातिर ध्यान छैन सर मैले एउटा हजुरको इन्टरभ्यू हेरेको थिएँ के अरे त्यसमा तपाईँले मन्त्रालयभित्र गएर बसेको थिएँ अनि के जाहिर कुरा मात्रै हुन्छ के अरे 5वटा मात्र कुरा हुन्छ 5वटा 4वटा के 5वटा कुरा मन्त्रालयमा बसेँ सबै मन्त्रालयमा बसेँ किन देश बनेन भन्दाखेरि होइन मन्त्रालयहरूमा चाहिँ सरुवा बढुवा टेन्डर कमिसन नियुक्ति बाहेक केही पनि काम गर्दैन त्यति 5वटा हो क्या अहिले हजुर अरू बाहेक मैले केही पनि भेटिनँ कि म विकासका कुरा यस्ता योजनाको कुरा राम्रो मान्छे आयो भने ओहो नमस्कार हजुर नमस्कार भन्ने पठाइदिइहाल्ने हो हुन्छ हुन्छ भन्ने केही गर्ने होइन कमिसन दिने मान्छे ओहो जय साहब भन्ने भित्र ल्याएर स्वागत सत्कार गरेर गर्ने हो त्यहाँनिर म बसेँ योगेश भट्टराई मन्त्री हुँदा पनि बसेँ प्रदीप पौडेल हुँदा पनि बसेँ उपेन्द्र महतो हुँदा पनि बसेँ केपी ओली प्रधानमन्त्री हुँदा त्यस्तै पनि बसेँ अहिले सबै रूपान्तरण भएर आज कांग्रेस के भन्छ यिनीहरू सब एउटै हुन् खास केही थोपो फरक छैन केही थोपो रूपान्तरण छैन सर किन छैन भन्दाखेरि अब गगनकै कुरा गरौँ या अरूकै कुरा गरौँ न एउटा राम्रो काम गरेको भन्नुहोस् न ल विद्यार्थीलाई किन लडाउनु पर्यो किन विद्यार्थी सङ्गठन बनाउनु पर्यो मिलेर स्वास्थ्य शिक्षा राम्रो गर्नु परेन सिकाउने होइन एक हुन सिकाउने होइन कलेजमा गछ कलेज लडा किसानको गाउँमा गछ किसान लडा मजदुरकोमा गछ मजदुर लडा लडाउने र भिडाउने बाहेक के गरे एउटा राम्रो काम गर्दैन न विदेशमा बस्ने नेपाललाई धरि काङ्ग्रेस र कम्युनिस्ट लडाएर के फाइदा बेकार होइन नेपालमा त छोडिदिउँ न अब देशै छोडेर गएकालाई धरि उहाँ गएर उतै गएर लडाउने काम गरेको छ हुन्छ नि होइन होइन त्यहाँ अलिकति मिलेका नेपालीलाई यो पार्टीको र त्यो पार्टीको बनाइसक्यो खत्तम भएन त यो नेपाली हौँ न वीर गोर्खाली हौँ न हामी आफू पहिचान बनाऊँ न होइन कोही पनि मलाई देशको सबभन्दा ठुलो समस्या छ यहाँ पार्टीवादी छन् यहाँ व्यक्तिवादी छन् त राष्ट्रवादी छैनन् कि हामी कसैको भक्त नभन्नु मेरो पनि कोही भक्त नभन्नु के पशुपतिनाथको भक्त भन्नु यो देशको भक्त भन्नु के तिमीहरू सबैजना क्या होइन बुद्धको भक्त भन्नु छैन अब यहाँ होइन पार्टीका नेताको भक्त भनेर कहाँ हुन्छ अब अझै जस्तो मलाई अहिले हामीलाई भन्दै गर्दा एउटा पर्टिकुलरली शिक्षाको चेन्जको कुरा गर्नुभयो तर हजुरले कता एउटा अन्तर्वादमा मै भन्छु प्रधानमन्त्री मै केपेबल छु यार मै त्यो बालन जतिको त्योभन्दा त मै क्यापेबल छु अहिले पनि भन्छु नि म होइन तिनीहरू त म बसेछु सबैसित बसेछु बालनसित पनि बसेछु रविसँग पनि बसेछु मेरो साथी उनीहरूभन्दा धेरै अध्ययन छ उनीहरूभन्दा धेरै भिजन छ भिजन 2090 क्लियर छ भिजन 2000 क्लियर छ 8 वर्षमा नेपाललाई स्वर्गको नमुना बनाउँछु 18 वर्षमा पृथ्वी स्वर्ग बनाउँछु भन्ने मेरो उद्देश्य छ होइन अनि यिनीहरूले देश बनाइदिएछन् भने म सिधै स्वर्ग बनाउनु लाग्छ पृथ्वीतिर मलाई यो देशमा त्यति साह्रो पनि छैन 132 वटा देशमा मेरो पहिलो टिम छ मेरो पहिलो सङ्गठन छ म जहाँ गए पनि अफ्रिकामा पनि हामीले 7वटा अग्लो हिमालको 7वटा महाद्वीपको 7वटा अग्ला हिमाल चढेर पृथ्वी बचाउ महाअभियान नि चलाइरहेको हामीले एसिया भ्यायौँ अफ्रिका भ्यायौँ अहिले युरोपमा
चलिरहेको छ हाम्रो होइन म त्यतातिर लाग्छु मेरो आफ्नै काम छन् म सबै कुरा गर्छु अब मलाई विदेशमा त के हुन्छ म त पृथ्वी स्वर्ग बनाउँछु भन्दै होइन आफ्नै देश हेरिहास् कहिले भन्छन् के भन्ने मैले अब यहाँ होइन मेरो देश त अब यस्तै छ फेरि अब देश मेरो स्वर्ग जस्तो देश भगवान् जस्तो जनता खान फेरि देश फेरि स्वर्ग जस्तो हो यतिको राम्रो देश संसारमा कहीँ पनि छैन जनता हेऱ्यो भने भगवान् जस्तो खान ओहो यतिचोटि यस्तो खतम हुँदा पनि अझै पनि 3 नेताको झोला बोकेर बस्छ भने चाहिँ यस्ता भगवान् जनता कहीँ होला संसार होइन यतिको ज्ञानी यति भ्रष्टाचार गरेछन् यति खतम गरेछन् होइन छोराछोरी जति विदेशमा बेचिसके घरमा कोही छैन लाँदा मर्दा लाने मलामी छैन गाउँ रित्तिसक्यो अझै पनि त्यही पार्टी भनेर बस्ने भनिसकेपछि मेरो जनता कति भगवान् जस्तो छन् होला त होइन कति साह्रो ज्ञानी कति साह्रो छन् होला त भनौँ न जनता हेर्नु न जनता भगवान् जस्तो देश स्वर्ग जस्तो होइन होइन यस्तो हुँदै पनि हामी तपाईँलाई मन पर्ने कोही नेता चाहिँ छैन थियो नेपालभित्र होइन मलाई त सबै मान्छे भगवान् जस्तो लाग्छ सबै नेता नि भगवान् जस्तो लाग्छ तर चेतना भएन कि उनीहरूको जस्तो नेपाली अहिलेको नेताहरू पनि बुढाहरूले देश व्यक्तिगत हिसाबको रिसिभी होइन अब देशलाई के गरेन मेरो दुश्मन भनेको 5-6 कुरा हान के एउटा भ्रष्टाचार दुश्मन हो मेरो त्यसलाई अन्त्य गर्नु चाहे जोसुकैले गरोस् होइन अर्को दुश्मन भनेको व्यथिति हो होइन यो सिस्टम के सरकारले मलाई झ्याप्प काम हुने नि घर घरमै नागरिकता पुराउनु पनि घर घरमै लाल पूर्जा पुराउनु पनि घर घरमै लाइसेन्स पुराउनु पर्ने होइन घर घरमै कर तिर्नलाई अनलाइनमा सबै गर्नुपर्ने होइन 13वटा कर तिराउनु पर्छ अहिले आएर अहिलेको जमानामा आएर अनि त्यहाँ गएर लाइन बस्नुपर्छ मालपोतमा गएर अहिले आएर एउटा हस्टेलमा घरमै मोबाइलमै डक्टर आउनुपर्ने व्यवस्था हुने बेलामा सिस्टममा हामी त फ्लाइङ जेनेरेसन हो नि सर एउटा डाँडाबाट उडेर 10 डाँडा पारि हामीले कपिल सरले हामीले ड्रोन स्काई वाकर बनाएकै हो नि सर हामीले सबै मिलेर यहाँ गरी खान दिँदैन हामी त एउटा डाँडाबाट उड्ने 10वटा डाँडा पारि जाने टक्क बस्ने फेरि अर्को डाँडाबाट उड्ने हामी त्यो पुस्ता हो क्या योग गर्ने ध्यान गर्ने तप गर्ने संसारका मान्छेहरू ल्याउने जा तरकारी टिप जा फलफुल टिप आप टिप हिमालभरि स्याउ तराईभरि आप्रो लिचीको जङ्गल पहाडभरि फलफुल जङ्गल विदेशहरूलाई ल्याउने टक्क जा तरकारी टिप जा फलफुल टिप खा पैसा तिर जा भन्ने हाम्रो देश यस्तो हो नि त होइन संसार नेपाल आउनलाई जो भनौँ न संस्कृत पढेर आउनुपर्ने देश हो कि सर होइन र सब यस्तो खतरा देश हो क्या सर हाम्रो जस्तो राम्रो देश कहीँ छ सर छैन नि हाम्रोमा जति आनन्द नगरिकन खान पुग्छ कि सर जङ्गल लगाएर कन्दमूल टिपेर नि जिन्दगी चल्छ एउटा खोला किनारमा गुफामा बसेर एउटा बल्छी लिएर जिन्दगी चल्छ कि सर बस्ने गुफामा खाने माछा होइन जिन्दगी चलेन एउटा परिवार चलेन हाम्रो चल्छ नि त हाम्रो देश माछा मासु चाहिँ खानुहुन्छ कि हुन्न मैले खाँदिनँ के पनि खानुहुन्न है जान रक्सी के पनि यस्तो पनि खानुहुन्न के पनि खानुहुन्न मैले छुटाउँछु यस्तो कुराहरू मैले एउटा निःशुल्क रियाब खोल्छु यहाँ बुटलमा किन भन्दा लास्टै ठुलो समस्या रहेछ त्यसैलाई पनि रियाब बनाइदिउँ कि सोचिरहेको छु म होइन त्यो हुन्छ नि होइन यो सकेपछि होइन एउटा चाहिँ यो पैसा नभएकोले चाहिँ ड्रग छोड्नै सके होइन क्या अहिले महँगो खायो क्या अनि अलिकति टर्चर पनि छ त्यहाँ हामी चाहिँ डिएडिक्सन सेन्टरको इन्चार्ज हो क्या म अहिलेसम्म 5000 जनाको ड्रग छुटाएको छु कि त्यस्तो गाह्रो पनि छैन कि नेपाली समाज पनि बिरामी छ कि खास एकचोटि एडिक्ट हुँदैन सधैँभरि एडिक्ट हुँदैन एकचोटि मान्छेको रोग लाग्दैन सधैँभरि रोगी हुँदैन होइन एकचोटि कोही बिरामी नराम्रो गऱ्यो भने उसले जिन्दगीमा नराम्रो हुँदैन नि त मौका त दिनु पऱ्यो नि त एकचोटि रक खायो भने उसलाई चाहिँ समाजमा रिस्टाब्लिस गर्न हामीले सक्नु पऱ्यो नि त उसलाई इज्जत दिन भ्यालु दिन हामीले सक्नु पऱ्यो नि त त्यो मान्छेहरूलाई उनीहरूको लागि पनि लड्नु पर्ने छ अपाङ्गता भएको व्यक्तिहरूलाई पनि लड्नु पर्ने छ होइन मेरो दुश्मन त गरिबी हो व्यथिति हो फरेन विदेशी हस्तक्षेप हो होइन बेरोजगारी हो भ्रष्टाचार यिनीहरू मेरो दुश्मन हो व्यक्ति त कोही सधैँ छैन नि मेरो दुश्मन ओके होइन सो हामीलाई आई थिङ्क एकदम इन्ट्रेस्टिङ अब तपाईँको अरू पनि प्रोग्राम छ होला होइन कुरा अझ कति गर्न मजा आइरहेको थियो फेरि आउँछु हामी तपाईँ जित्नु भएपछि आउँला होइन त्यतिखेर हामी तपाईँलाई फेरि आउँला हाम्रो तपाईँको मेन काम चाहिँ यो हो होइन हामीले सोको एन्डमा चाहिँ के गरी मिल्छ भने हाम्रो सोको नाम चाहिँ अनफिल्टर्ड बाई साइमन हो होइन के गरी मिल्छ भने हामी यसमा फिल्टरहरू राख्दैनौँ एकदम क्लियरली कुरा गर्छौँ तपाईँको भिजन मिसन कुरा के हो भनेर बुझाउँछौँ होइन भन्न मिल्छ भने अनफिल्टर्ड बाई साइमनलाई यो म्यान क्याम्पमा हेरेर फलो गरिदिनु भन्न मिल्छ भने नमस्ते एकदमै तपाईँले जोस् हाम्रो हरेक कुरामा राष्ट्रियता चाहिन्छ कि सर खानेकुरामा नेपालीपन चाहिन्छ लाउने कुरामा नेपालीपन चाहिन्छ र भिडियो हेर्ने क्रममा नेपालीपन चाहिन्छ विदेशको मात्र हेर्नु पनि हुँदैन है त तपाईँले चाहिँ नेपालको अनफिल्टर बाई साइमन हाम्रो शो कान्तिपुर टिभीमा आउँछ जस्तो लाग्छ त्यो चाहिँ सबैले सब्सक्राइब फलो पनि गरिदिनु होला र नेपाललाई माया गर्नुहुन्छ भने नेपाली गीतलाई माया गर्नु नेपाली फिल्मलाई माया गर्नु नेपाली कपडालाई माया गर्नु नेपाली यस्ता यस्ता व्यक्तित्वहरू होइन टिभीलाई माया गर्नु होइन नेपाली सबै कुरालाई माया गर्नु र अनफिल्टर बाई साइमन भन्ने शोलाई पनि सबैले माया गरिदिनु होला हृदयदेखि धन्यवाद थ्याङ्क यू सो मच अल द बेस्ट खुसी भनिदिँदो रहेछ क्या हाम्रो देश चलाएर अचम्म पर्छ यस्तो दामी देश कसरी भयो भगवान्ले नि कति दुःख गरेर बनायो होला नि जस्तो लाग्छ क्या देश अनि देश चाहिँ बवाल हो सर हरेक नेपाली अहिले करोडपति छन् कि सर भर्खरै राइट न हो कि अनि मलाई जे मन लाग्यो त्यही गर प्रधानमन्त्री भएर एक्लै चला भने म 5 दिनभित्र बनाइदिन्छु गरिदिन्छु